नेपालमा आज म कार्यरत काम गर्दै गर्दा या- र भर्खरैको हामीले तेस्रो वर्ष वार्षिक उत्सवलाई पनि हामीले सम्पन्न गर्यौँ र भव्य र सभ्यका साथ आज हामीले त्यसकै बारेमा हामीले केही निचोड पनि निकालेका छौँ र आज धेरै कुराहरू यस इन्डिभिजुअली तरिकाले चाहिँ हामी डायमन्ड सरको मुखबाट हामी सुन्नेछौँ र हामीले आफूले आफूलाई कसरी इन्भल्भ गर्नेछौँ भन्ने कुराहरू हामी उहाँकै मुखबाट सुन्नेछौँ र धेरै ढिला नगरी म यस आजका स्पिकर आजका मिटिङ प्रेजेन्टेसन हुनुहुन्छ मिस्टर सबिन खड्का सर हुनुहुन्छ। म हजुरलाई वेलकम गर्न चाहन्छु यो आजको रात्रिकालीन सेसनमा र सम्पूर्णले यस उहाँलाई सम्पूर्णले चाहिँ डिजिटल क्ल्यापिङ मार्फत चाहिँ उहाँलाई चाहिँ वेलकम गर्नु होला भन्न चाहन्छु। वेलकम एन्ड कन्टिन्यू सर। यो आजको सेसनलाई चाहिँ कन्टिन्यू गर्न सक्नुहुनेछ। मलाई सुन्दै हुनुहुन्छ सबिन सर? क्लियरली। एकै मिनट। सबिन सर, यस हजुरको टेक्निकली केही प्रब्लम छ या त हजुरको आवाज आइरहेको छैन? कन्टिन्यू गर्न सक्नुहुनेछ सबिन सर। नमस्कार। आवाज क्लियर छ राज सर? यस सर, हजुरको आवाज एकदम क्लियर छ सर, कन्टिन्यू गर्न सक्नुहुनेछ। देन स्लाइड। यस सर, स्लाइड पनि एकदम क्लियर छ सर। ओके। थ्याङ्क यू सो मच। राजपुरी सर सायद भर्खरै घर पुग्नु भयो होला। बाटोमै हुनुहुन्थ्यो अघि भर्खरसम्म मेरो कन्भर्सेसन हुँदाखेरि। नमस्कार सबैजनालाई। आज यो भर्चुअल माध्यमबाट पूर्व मेचीदेखि महाकालीसम्मका गोल्डन टाइगर्सहरूसँग स्पेसल्ली कोर लिडरसिपहरू, गोल्डन नेपालका फाउन्डर लिडरसिपहरूसँग मेरो प्रत्यक्ष भर्चुअल माध्यमबाट कुराकानी गर्न सक्ने एउटा इन्भाइरोमेन्ट जुटेको छ र यो अवसर जुराइदिनु भएकोमा राज सरसँग विशेष रूपमा आभार व्यक्त गर्न चाहन्छु। म सबिन खड्का, स्थायी घर दोलखा जिल्ला गौरीशङ्कर गाउँपालिका र हाल म काठमाडौँको कर्पोरेट अफिस गोल्डन नेपाल मार्केटिङको मध्य बानेश्वर, काठमाडौँ स्थित मध्य बानेश्वरमा रहेको कर्पोरेट अफिसबाट यहाँहरूको समक्ष विशेष केही इन्फर्मेटिभ र केही नलेजहरूले सँगै यहाँहरूसँग भलाकुसारी गर्ने मैले अनुमति मागिरहेको छु। र यहाँहरू सायद सबैजना कम्फर्ट जोनमा हुनुहुन्छ। सकभर आजको यो भर्चुअल सेसन हामीसँग रेकर्डिङ पनि रहनेछ। मैले आज स्लाइड सेयर गर्दै गर्दै यहाँहरूको उपस्थिति यहाँबाट नदेख्न सक्छु, तर यहाँहरूको यो रेकर्डिङ भने हामीसँग रहिरहनेछ। त्यसो भएको कारणले यहाँहरूले सकेसम्म यहाँहरू कम्फर्ट जोनमा रहनुहुनेछ भन्ने मैले अपेक्षा पनि गरेको छु। र सकभर यहाँहरूले आफ्नो भिडियोलाई अन गरेर र माइक्रोफोनलाई अफ गरेर आजको यो सेसनमा बस्नुहुनेछ। करिब 40 देखि 45 मिनटको समय अवधिसम्म यहाँहरूले मलाई सुनेर साथ दिनुहुनेछ र बिचमा केही डिस्टर्बेन्स आयो भने यहाँहरूले मलाई म्यासेज गर्न सक्नुहुनेछ र स्क्रिनमा यहाँहरूले सकभर यो केयरमेट गर्ने काम नगरिदिनु हुनको लागि पनि अनुरोध गर्न चाहन्छु। मैले मेरो परिचय दिइसकेको छु। अब हामी यति बेला यो सेसनमा हामीसँग करिब 100 जना मात्रै पार्टिसिपेटको लागि प्लेसमेन्ट रहेको कारणले आज यो महत्त्वपूर्ण सेसन रहनेछ र यो महत्त्वपूर्ण सेसनमा यहाँहरूसँगै आफू र आफू मातहतका अन्य नेतृत्वहरूलाई पनि सहभागी गराउनु भयो भने पक्कै पनि आजको यो सेसनले उहाँहरूको जीवनमा पनि केही टर्निङ पोइन्ट अथवा एउटा मोमेन्ट ल्याउनेछ भन्नेमा मलाई विश्वास छ। त्यसैले मलाई साँच्चै आजको यो सेसनमा केही कुराहरू सिकिलिन र केही गरिखानको लागि आजको यो सेसनमा यहाँहरू उपस्थित हुनुहुन्छ भन्ने मैले विश्वास लिएको छु र म यहाँहरूसँग प्रत्यक्ष रूपमा जोडिन चाहन्छु। किनभने यो कुनै रेडियो नेपालबाट समाचार वाचन भइरहेको छैन, यहाँहरूसँग प्रत्यक्ष भलाकुसारी गर्ने एउटा जमर्को मात्रै मैले गरेको छु। त्यसैले म यहाँहरू सबैसँग हार्दिक अनुरोध के गर्न चाहन्छु भने हाम्रो च्याट बक्स ओपन छ। आजको यो च्याट बक्समा यहाँहरू सम्पूर्ण व्यक्तित्वहरू जसले मलाई
स्पष्ट ढङ्गबाट सुनिरहनु भएको छ। सरी, साउन्ड अफ भयो भन्नुभएको रहेछ। थ्याङ्क यू सो मच सुषमा बस्नेत म्याम, यहाँले जानकारी गराउनु भयो। सायद अब मेरो साउन्ड क्लियर आइसकेको छ। म यहाँहरूसँग अनुरोध गर्न चाहन्छु, मेरो भोइस क्लियर छ भने यहाँहरूले जय गोल्डी नेपाल लेख्नु होला। च्याट बक्समा जय गोल्डी नेपाल लेख्नु होला। एसएस सर 100% लेख्नु भएको छ। यहाँहरूले मेरो भोइस राम्रो आएको छ भने दिनेश सर थ्याङ्क यू सो मच, जय गोल्डी नेपाल लेख्नु भएको छ। यहाँहरू सम्पूर्णको जय गोल्डी नेपाल टाइपिङले मात्रै पनि एउटा एफर्मेसन जानेछ क्लाउडमा। त्यो एफर्मेसनको माध्यमबाट गोल्डी नेपालका हरेक एक्टिभिटिजहरू स्वतःस्फूर्त रूपमा अगाडि बढ्नको लागि प्रयत्नशील रहनेछ। तुलसी म्यामले, सरी, तुलसी प्रसाद आचार्य, जय गोल्डी नेपाल, जय गोल्डी नेपाल प्लिज टाइप, यहाँहरूले टाइप गरिरहनु भएको छ। हामीसँग अझै सिट बाँकी छ, यहाँहरूले सक्दो आफू र आफ्नो टिम मातहतमा आजको सेसन टोटल्ली डिफ्रेन्ट हुनेछ। सकेसम्म आजको सेसनबाट यहाँहरूले केही नयाँ र टिपिकल कोड्सहरू प्राप्त गर्नुहुनेछ, जसले गर्दा आज यो गोल्डन नेपालको जर्नीमा मल्टिप्लाई ट्रेड टाइम यहाँको बिजनेस र टिम ग्रोथ गर्नको लागि आजको सेसन महत्त्वपूर्ण रहनेछ। म यहाँहरूलाई दावाका साथ भन्न चाहन्छु कि आजको सेसन मैले आज यो यहाँहरूलाई सुरु गरिसके पछाडि अबको ठ्याक्कै 365 दिन पछाडि मात्रै फेरि प्रेजेन्ट गर्नेछु। किनभने मैले यो गोल्डन नेपाल बिजनेस कोड, यानि कि बिजनेस कोड, ती टिपिकल कोडहरू, केही महत्त्वपूर्ण कुराहरू छन्। यी चिजहरू एकदमै कोर लिडरसिपमा मात्रै सेयरिङ गर्नुपर्ने भए तापनि हामीले यो फ्लोरमा आज ओपनली यहाँहरूलाई सहभागी हुने अवसर दिलाएका छौँ। त्यसैले गर्दा यो बर्सातको समयमा फिजिकल मिटिङ र ट्रेनिङका लागि सबै क्षेत्र र समुदायबाट, सबै ग्रुपहरूबाट एकै ठाउँ चाहिँ फिजिकल्ली ट्रेनिङ गर्न अलिक असमर्थ भएको कारणले हामीले भर्चुअल माध्यमबाट नै ओपनली फ्लोरमा, ओपनली मासमा यो सेसन सञ्चालन गरिरहेका छौँ। यहाँहरूलाई निकै महत्त्वपूर्ण कुराहरू अपडेट हुने नै छ। त्यसैले गर्दा यहाँले जय गोल्डी नेपाल लेखिसक्नु भएकोहरूले आफ्नो मिनी ग्रुपहरूमा यो लिङ्कलाई सेयर गर्ने प्रयत्न गर्नुहोला। मैले यहाँलाई उपलब्ध गराएको 2 मिनटको टाइम लगभग इन्ड भइसकेको छ। अझै पनि यहाँहरूले आफ्नो विभिन्न ग्रुपहरूमा लिङ्क सेयर गर्दै गर्नुहुनेछ। यो विश्वाससहित आजको सेसनलाई म स्टार्ट गर्ने अनुमति चाहन्छु। गोल्डन नेपाल मार्केटिङ प्राइभेट लिमिटेडले भर्खरै मात्र गत जेठ 31 गते शनिबार राष्ट्रिय सभागृह भृकुटी मण्डपमा आफ्नो सफलताको तेस्रो ऐतिहासिक वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ। सीट क्षमताभन्दा अधिक चाप र एचिभर्सहरूको सङ्ख्या र उत्साह अनि जोसले गोल्डन नेपालको एउटा नयाँ रङ, नयाँ एउटा भाव र नयाँ उत्साह थपिदिएको छ। र यहाँहरू सम्पूर्णलाई पूर्व मेचीदेखि महाकालीसम्मका विभिन्न विभिन्न पेसा र क्षेत्रहरूबाट गोल्डन नेपाललाई प्रतिनिधित्व गर्दै यहाँसम्मको यात्रा, यहाँसम्मको जर्नीमा विभिन्न एचिभमेन्टहरू प्राप्त गर्नुहुने सम्पूर्णलाई एकमुष्ट रूपमा म सबिन खड्का, डायमन्ड एक्जिक्युटिभ र सिङ्गो गोल्डन नेपाल परिवारको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। र अझ यहाँहरूको उज्जवल भविष्यको कामना सहित यहाँको थप नयाँ उचाइ र नयाँ एचिभमेन्टको शुभकामना समेत व्यक्त गर्न चाहन्छु। गोल्डन नेपालको जर्नी सुरुवात गर्दै गर्दा हामीले विभिन्न ठाउँमा, विभिन्न क्षेत्रमा, विभिन्न व्यक्तित्वहरूसँग सहयात्रा गर्दै गर्दाखेरि हामीलाई स्टार्टिङका डेटहरूमा आउने विभिन्न खालका अब्जेक्सनहरूलाई लिडिङ गर्दै यहाँहरूले दिनुभएको साथले सायद यो 3 वर्ष हामीले एकदमै सङ्घर्षशील र उत्साहपूर्ण ढङ्गबाट सफलताको एउटा नयाँ उचाइ तय गर्न सफल भएका छौँ। र यो मानेमा सम्पूर्ण इन्टायर टिमलाई फेरि पनि धन्यवाद ज्ञापन गर्न चाहन्छु। यहाँहरूले मलाई आवाज राम्रोसँग सुनि नै रहनु भएको छ भन्ने मेरो विश्वास छ। म अगाडि बढ्न चाहन्छु। मेरो स्लाइड चेन्ज भइरहेको छैन रहेछ, केही टेक्निकल फिगरहरू छ, म थोरै ओके। सुमन मगर स्क्रिन यहाँहरूले नचलाउनु होला सम्भव।
ओके, थ्याङ्क यू सो मच। गोल्डी नेपालको यहाँहरूलाई स्क्रिनसट गरेर राख्न पनि सक्नुहुन्छ। धेरैजनालाई, सबैजनालाई सकभर यहाँ स्क्रिनमा मैले देखिरहेको छु। यहाँहरू सम्पूर्णलाई गोल्डी नेपालको सामान्य परिचयको विषयमा मैले राखिराख्नुपर्छ भन्ने लाग्दैन। लक्ष्मण चौधरी यहाँले ह्यान्ड राइज गर्नुभएको छ, म यहाँहरूको नोट गरिरहेको छु। अन्तमा हामी क्वेसन एन्सर पनि गर्नेछौँ। त्यसो भएको कारणले ह्यान्ड राइज टाइममा मात्रै ह्यान्ड राइज गर्नु होला। अदरवाइज केही टेक्निकल इरोड छ भने यहाँहरूले टेक्स्ट बक्स छ हाम्रो राज सरले टेक्स्ट लाई पनि लिनु नै हुनेछ र अन्तमा मात्रै हामी क्वेसन एन्सर गर्नेछौँ। गोल्डी नेपालको सामान्य परिचय मैले यहाँ राखेको छु। गोल्डी नेपाल एक अनुमति प्राप्त डाइरेक्ट सेलिङ कम्पनी हो, जसलाई नेपाल सरकारको उद्योग वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले 2078 साल फागुन 15 गते नै औपचारिक अनुमति दिएको छ। वस्तुको प्रत्यक्ष बिक्री वितरण गर्ने ऐन 2074मा जो जारी भएको थियो र नियमावली 2076मा जारी भएको थियो र निर्देशिका 2078 बमोजिम आफ्नो सेवा सञ्चालन गरिरहेको छ। 100% लिगल कम्पनी भएको कारणले लिगल इस्युमा तपाईँ हामीले कहीँ कतै कुनै पनि तपाईँबाट प्रति प्रश्नहरूको जवाफ दिन सक्ने अवस्था सृजना भएको छ। गोल्डी नेपालको केन्द्रीय कार्यालय भने रूपन्देही जिल्लाको बुटवल स्थित कालिका नगरमा छ भने यसको कर्पोरेट अफिस काठमाडौँको नयाँ बानेश्वर स्थित डिएनडी टावरमा अवस्थित छ। आजको डेटमा भन्ने हो भने देशभर 40वटा भन्दा बढी शाखा कार्यालयहरू मार्फत कम्पनीले आफ्ना ग्राहकहरूलाई सेवा पुर्याउँदै आइरहेको कुरा यहाँहरूलाई अवगत नै छ र आजको यो सेसनमा पनि विभिन्न शाखा सञ्चालकहरू, शाखा प्रमुखहरू समेत जोडिनु भएको छ। गोल्डी नेपालले हर्बल अर्ग्यानिक सर्टिफाइड वेलनेस प्रडक्टहरू, त्यसै गरी पर्सनल केयरका प्रडक्टहरू, त्यसै गरी होम केयरका प्रडक्टहरू, बेबी केयरका प्रडक्टहरू र एफएमसिजी यानि कि फास्ट मुभिङ कन्ज्युमर गुड्सका उत्पादनहरू मार्फत प्रत्यक्ष बिक्री प्रणाली यानि कि डाइरेक्ट सेलिङको सिस्टममा समावेश भएर उपभोक्ताहरूलाई गुणस्तरीय, सुरक्षित र प्राकृतिक उत्पादनहरू प्रदान गर्दै आइरहेको छ। यसले ग्राहकहरूको स्वास्थ्य र जीवनशैलीमा सुधार ल्याउन लक्षित उत्पादनहरू चाहिँ वितरण गर्दै आइरहेको कुरा यहाँहरूलाई अवगत नै छ। तैपनि मैले गोल्डी नेपालको सामान्य परिचयबाट आजको सेसनलाई सुरुवात गर्ने जमर्को गरेको छु। यहाँहरूले आफ्नो मोबाइल अथवा ल्यापटपमा आजको यो सामान्य परिचयलाई विभिन्न आफ्नो आफ्नो मिनी ग्रुपहरूमा, आफ्नो आफ्नो लिडरसिपमा भएका टिमहरूमा गोल्डी नेपालको परिचयमा यिनै कुराहरू समेटेर गोल्डी नेपालको प्रोफाइललाई समावेश गर्न सक्नुहुनेछ। मैले अझ छुट्याएको छु, गोल्डी नेपालले प्रोवेदा नेपाल नाम गरेको उद्योग मार्फत, मणिग्राम मार्फत विभिन्न प्रडक्टहरू उत्पादन गर्दै आइरहेको छ र त्यसको क्राइटेरियालाई, त्यसको क्षेत्राधिकारलाई पनि हामीले बृहत्तर रूपमा अझै बढाउँदै लैजाने तयारी कम्पनीले गरिरहेको छ। यहाँहरूले ह्यान्ड राइज भन्दा पनि यहाँहरूले टेक्स्ट गर्न सक्नुहुन्छ। केही इरोडहरू छ भने यहाँहरूले डायरीमा नोट गर्नुहोला। अन्त्यमा हामी क्वेसन एन्सर गर्ने नै छौँ। गोल्डन नेपालको व्यावसायिक प्लान यस्तो प्लान हो जुन प्लान विज्ञान र गणितले प्रमाणित गरेको व्यावसायिक योजना छ र आज हामीले महसुस गरिरहेका छौँ नेपालमा डाइरेक्ट सेलिङको हिस्ट्रीमा उच्चतम बोनस वितरण प्रणाली र ग्राहक मैत्री सेन्सी अफर र आकर्षक अफरहरू सहित बजारमा आएको फास्ट ग्रोइङ कम्पनीको रूपमा हामीले गोल्डन नेपाललाई लिएका छौँ। काठमाडौँमा 100 जनासम्मको ट्रेनिङ हल सहित 2800 स्क्वायर फुटको आफ्नै कर्पोरेट अफिस, त्यसै गरी हामीलाई थाहा छ चितवनमा पनि, चितवनको रिजाल चोकमा हाम्रो 100 जनासम्मको ट्रेनिङ हल सहितको रिजनल अफिस र बुटवलमा आफ्नै वेयर हाउस र काठमाडौँमा समेत हामीले नयाँ वेयर हाउस राख्ने तयारी गरिरहेका छौँ। आजको डेटमा भन्ने हो भने देशमा 40वटा शाखा मार्फत तीव्र कारोबार भइरहेको छ र गोल्डी नेपालले 2 वर्षको समय अवधिमा 60,000 वितरकहरू र करिब 75% महिला उद्यमीहरू जन्माउन सफल भएको छ। अघि नै मैले भनिसकेँ, विभिन्न खालका प्रडक्टहरू सहित करिब विभिन्न खालका भेराइटीका सामानहरू सहित आज गोल्डी नेपालमा 45वटा यानि कि 4वटा उत्पादनबाट सुरुवात गरेको कम्पनीले करिब 45वटा भन्दा बढी उत्पादनहरू, उच्च स्तरीय उत्पादनहरू सहित बजारमा मुभ भइरहेको छ। यहाँहरूलाई अवगत नै छ। चरीकोटमा कतिपय साथीहरू लगभग 150 जनाको हाराहारीमा हामीले चरीकोटमा आवासीय कार्यक्रम सम्पन्न गरिसकेका छौँ। यो छोटो समय अवधिमा सौराहामा हामीले करिब 150 जना भन्दा बढीको आवासीय ट्रेनिङ कार्यक्रम यानि कि आरटिपी रेसिडेन्सियल ट्रेनिङ प्रोग्राम हामीले सम्पन्न गरिसकेका छौँ। भर्खरै पोखरा पर्यटकीय क्षेत्र पोखरामा हामीले 2 रात 3 दिनको आवासीय कार्यक्रम सम्पन्न गरिसकेका छौँ र करिब हामीले यी 3वटा क्षेत्रमा गरेर 1000 भन्दा बढीलाई त आवासीय तालिम समेत गराउन सफल भएका छौँ र यो ऐतिहासिक सफलताको पछाडि पनि कम्पनीको एउटा निश्चित टार्गेट
अथवा यहाँहरूको डेडिकेसनको ठुलो सफलता हो भन्ने मलाई लाग्छ। गोवामा 3 रात 4 दिनको आवासीय कार्यक्रमको तयारी भइरहेको छ। मौसम र त्यहाँको टेम्परेचर विभिन्न कारणले गर्दा यस कार्यक्रमलाई हामीले केही समय अवधिका लागि एक्सटेन्ड गरेका छौँ। छिट्टै नै यो कार्यक्रमको पनि सेड्युल यहाँहरूले प्राप्त गर्नुहुनेछ। धेरैजनाले एक खालको होइन गोल्डेन नेपालले जुन जुन एचिभर्सहरूलाई दिने भनेको ट्रेनिङ खै अथवा कहिले हुन्छ भन्ने खालको अब्जेक्सनहरू गरिरहनु भएको कुरा यहाँहरूलाई थाहा नै छ। तर यो कार्यक्रम अझ थप व्यवस्थित र अझ थप उत्साहका साथ हामीले सम्पन्न गर्ने नै छौँ र त्यसको लागि समेत छिट्टै नै डेट तय हुने नै छ। करिब 18 महिनाको अवधिमा पूर्व मेचीदेखि महाकालीसम्म यहाँहरूलाई अवगत नै छ। हामीले राष्ट्रिय स्तरका 200वटा भन्दा बढी राष्ट्रिय स्तरका भव्य सेमिनार मार्फत हाम्रा ग्राहक र वितरकहरूलाई तालिम प्रदान गर्दै गरिसकेका छौँ र छिट्टै नै नयाँ एउटा सेड्युल बन्दैछ। करिब 300जना भन्दा बढी वितरकहरूले त विभिन्न खालका उपहारहरू जित्नु भएको छ गोल्डेन नेपालबाट यो छोटो समय अवधिमा। ल्यापटप, टिभी, इन्डक्सन आइरन, ब्याग आदि आदि इत्यादि गरेर जस्तो ट्रली ब्याग आदि इत्यादि गरेर हामीले त्यति विभिन्न खालका अफरहरू जित्न सफल भएका छौँ। मैले यहाँ 3 डायमन्ड लेखेको थिएँ। हामीसँग करिब आजको डेटसम्म भन्यो भने 4जना डायमन्ड एक्जिक्युटिभ र छोटो समयको अवधिमा गोल्डेन नेपालमा 1300जना भन्दा बढी ऱ्याङ्क एचिभर्सहरू जन्माउन सफल कम्पनीको रूपमा हेर्ने हो भने हामी 860%ले वार्षिक वृद्धि भइरहेका छौँ। यस छोटो समयमा तीव्र कारोबार गर्ने कम्पनीको रूपमा गोल्डेन नेपाल अहिले परिचित छ। 7% ग्राहक र वितरकहरू सन्तुष्ट हुनुहुन्छ। मात्र 19 महिनामा 40वटा शाखा विस्तार, 15,000 भन्दा बढीले मासिक आम्दानी गर्न सफल भएको ऐतिहासिक कम्पनीको रूपमा पनि हामीले गोल्डेन नेपाललाई चिन्न सक्छौँ। र यति फास्ट मुभिङ हुने क्रममा विभिन्न खालका आरोह अवरोहको बावजुद कम्पनीलाई व्यवस्थापनमा केही कमी कमजोरीहरू पनि छन् र त्यसलाई एकदमै सूक्ष्म ढङ्गले अध्ययन गर्दै थप व्यवस्थापन गर्नको लागि म्यानेजमेन्ट टिमका सम्पूर्ण 3जना आज काठमाडौँमा कन्टिन्यू विभिन्न तवरबाट सूक्ष्म एनालाइसिस गरेर मिटिङ गरिरहनु भएको छ र हामी एउटा सफलताको ऐतिहासिक उदाहरण भन्नको लागि तयार भइरहेका छौँ। 1000 भन्दा बढी कम्पनीका लेभल एचिभरहरू अहिले 1300मा कन्भर्ट भइसक्नु भएको छ। आज 50जना भन्दा बढीले मासिक लाखभन्दा माथिको आम्दानी गरिरहनु भएको छ। यो ऐतिहासिक सफलताको पछाडि यहाँहरूको डेडिकेसन मैले ओभरभ्यू मात्र यहाँहरूलाई राख्न खोजेको छु। र यो वर्ष कम्पनीले 100 भन्दा बढी प्रकारका उत्पादनहरू बिक्री वितरण गर्ने भनेर तीव्र गतिमा आफ्नो म्यानेजमेन्ट टिम र आफ्नो म्यानेजमेन्ट बडीलाई मोमेन्ट गरिरहेको छ। 5 लाख सक्रिय सदस्य पुर्याउने हामीले लक्ष्य राखेका छौँ। देशभरका सबै खाले मुख्य सहरहरूमा गरेर आज 40लाई बढाएर हामीले 100वटा भन्दा बढी शाखाहरू विस्तार गर्ने र यो वर्ष हामीले कम्तीमा 50जना डायमन्ड र 5,000 एचिभर्स पुर्याउने एउटा लक्ष्य सहित हामी अगाडि बढ्ने कोसिस गरिरहेका छौँ। हरेक लेभलका वितरकहरूको क्षमता अभिवृद्धिका लागि छुट्टा छुट्टै कार्यक्रमहरू तालिम सञ्चालन गर्नुपर्ने आवश्यकता भएको छ। आज गोल्डेन नेपालमा यदि अभाव छ भने ट्रेनरहरूको अभाव छ। न त सबैजना ट्रेनर हुनुहुन्छ, तर प्रोफेसनल ट्रेनरको लागि ट्रेन द ट्रेनर टिटिटी कार्यक्रमहरू सञ्चालन गर्नको लागि पनि छुट्टै खालको एजुकेसन सिस्टम यानि कि गोल्डेन गुरुकुलको डिजाइन भइरहेको छ। त्यसैले हचुवामा हामीले अन द स्पोट लन्च गरेर त्यसलाई कमजोर साबित गर्नु हामीलाई उपयुक्त हुन्छ भन्ने लाग्दैन। त्यसैले यो टिटिटी कार्यक्रम र अन्य कार्यक्रमहरूका लागि पनि एउटा गोल्डेन गुरुकुलको संरचनाको विषयमा पनि सूक्ष्म तयारी भइरहेको छ। यङ इन्टरप्रिनर, वुमन इन्टरप्रिनर, त्यसै गरी रिटायर इन्टरप्रिनरको लागि छुट्टै खालका प्रोग्रामिङहरू र डिजिटल टक सो कार्यक्रमहरूको लागि प्रमोसन तयार गर्नको लागि पनि हामीले तीव्र तयारी गरिरहेका छौँ। गोल्डेन नेपालको वार्षिक उत्सवमा सबैजना उपस्थित हुन सक्नु भएन विभिन्न कारणले, विशेष गरेर भ्याली बाहिरबाट। गोल्डेन नेपालले जेठ 31 गते शनिबार आफ्नो तेस्रो वार्षिक उत्सव मनाउँदै गर्दा हामीले 1300 भन्दा बढी ऱ्याङ्क एचिभर्सहरूलाई सम्मान गर्नुपर्ने थियो र हामीसँग समय अभाव, एकदमै टाइट सेड्युलको बावजुद पनि हामीले कार्यक्रमलाई उत्साहजनक ढङ्गबाट हामीले सम्पन्न गरेका छौँ। हामीसँग करिब 1300जना उपस्थिति हुनुभएको थियो। अन्तसम्म कतिपय बस्न भ्याउनु भएन लङ डिस्टेन्सको कारणले, तर हामीसँग पार्टिसिपेट सङ्ख्या हाजिरी गर्नुभएको छ करिब 1300जनाले। र हामीले फेसबुक लाइभ मार्फत पनि यहाँलाई जोडिनको लागि एउटा अवसर प्रवाह गर्न सफल भएका थियौँ र म आफैले आफ्नै फेसबुक लाइभ मार्फत करिब हामीसँग 11,000 प्रत्यक्ष लाइभमा जोडिनु भएको थियो। यसबाट पनि हामीलाई थाहा हुन्छ कि गोल्डेन नेपाल प्रतिको माया, स्नेह र प्रेम कतिको छ भनेर। त्यसो भएको कारणले यहाँहरू सम्पूर्णलाई प्रत्यक्ष अप्रत्यक्ष ढङ्गबाट गोल्डेन नेपालको वार्षिक उत्सवमा जसरी जोडिनु भयो र एक खालको सद्भाव र प्रेरणा जगाउनु भयो, यहाँहरू सम्पूर्णलाई हार्दिकताका साथ बधाई ज्ञापन गर्न चाहन्छु। गोल्डेन नेपालले सायद एक उत्कर्षको रूपमा यो तेस्रो वार्षिक उत्सवलाई आजसम्मको डाइरेक्ट सेलिङ
इन्डस्ट्री भन्दा बिल्कुलै फरक ढङ्गले प्रस्तुत गर्यो। यस मानेमा हामी गोल्डन नेपाल म्यानेजमेन्ट टिमलाई हार्दिकताका साथ धन्यवाद ज्ञापन गर्नुपर्छ। 25जना उत्कृष्ट महिला उद्यमी यानि कि टप वुमन इन्टरप्रेन्योर अवार्डको रूपमा 25जना टप महिला उद्यमीहरूलाई गोल्डन नेपालले सम्मान गरेको छ अवार्ड मार्फत। 15जना उत्कृष्ट ट्रेनरहरूलाई सरी, यहाँ अलिकति मिस्टेक भएको छ। टप ट्रेनर्सहरूलाई कम्पनीले सम्मान गरेको छ। त्यसै गरी हामीसँग 25जना यस वर्षका नव लखपति यानि कि लखपति क्लबमा टप लिडर्सहरूको नाम उल्लेख भएको थिएन। कतिले म पढेन कि क्या हो भन्ने लाग्न सक्छ। गत वर्ष लखपति क्लबमा सम्मानित भएका लिडर्सहरूलाई छोडेर यस वर्ष मात्रै नयाँ लखपति जति पनि ब्रोन हुनुभएको छ उहाँहरूलाई 25जना लखपति क्लब सदस्य यानि कि लखपति क्लब मेम्बरको रूपमा अवार्डेड गरेको छ। 3जना अवकाश प्राप्त उद्यमी 60 वर्षभन्दा माथिका र कम्पनीमा उत्कृष्ट छवि बनाउन सफल रिटायर इन्टरप्रेन्योर अवार्डको रूपमा पनि उहाँहरूलाई अवार्डेड गरिएको छ। गोल्डन लेडी अफ द इयर भनेर महिला उद्यमीहरू मध्येबाट उत्कृष्ट एचिभर्स 1जनालाई गोल्डन नेपालले गोल्डन लेडी अफ द अवार्ड भनेर सम्मानित गरेको छ। यस वर्ष कुन कुन अवार्डमा कसरी सम्मानित को भए भन्ने भन्दा पनि गोल्डन नेपालले कस्तो संस्कारको सुरुवात गर्दैछ, कस्तो कल्चरको डेभलप गर्दैछ, यो कुरा सबैभन्दा महत्त्वपूर्ण छ। चुलो चौको र चार दिवार भन्दा बाहिर आएर पनि केही गर्न सकिने रहेछ भन्ने एउटा उदाहरणीय यस्ता पात्रहरूलाई कम्पनीले अगाडि ल्याउन प्रोत्साहन दिन, अझ उनीहरूलाई पनि समाजको एक हिस्सा बनाउन, एज अ बिजनेस एन्टरप्रेन्योर बनाउन, एज अ लिडर एन्ड एचिभर्स बनाउन कम्पनीले एक खालको प्रोत्साहन पैदा गरेको छ। यस मानेमा पनि हामीले गोल्डन नेपाललाई हार्दिकताका साथ धन्यवाद ज्ञापन गर्नुपर्छ। गोल्डन लेडी अफ द इयर भनेर पनि हामीले सम्मान गरेका छौँ। त्यसै गरी गोल्डन नेपालले सुपर म्याचिङ अवार्डको रूपमा पनि हाम्रा 3जना वितरकहरूलाई अवार्डेड गरेको छ। सुपर स्पोन्सर यस वर्ष सबैभन्दा धेरै स्पोन्सर गर्ने मध्येबाट पनि 3जनालाई गोल्डन नेपालले अवार्डेड गरेको छ। कन्सिस्टेन्सी, कन्टिन्यू टु गो, नेभर एन्डिङ प्रोसेस भनिन्छ। त्यसैले कन्टिन्यू, कहिल्यै पनि नछुटाएर कन्सिस्टेन्सी गर्ने र त्यो पनि सबैभन्दा धेरै गर्ने मध्ये 3जनालाई कम्पनीले अवार्डेड गरेको छ। गोल्डन इनोभेसन अवार्ड गोल्डन नेपाललाई नजिकबाट विभिन्न खालका सजेसन गर्ने, नयाँ नयाँ इनोभेटिभ आइडियाहरू क्रिएसन गर्ने र गोल्डन नेपालको बारेमा सँगै सकारात्मक प्रभाव फैलाउने मध्येका 2जनालाई गोल्डन नेपालले गोल्डन इनोभेसन अवार्ड मार्फत अवार्डेड गरेको छ। त्यसै गरी गोल्डन नेपालका सम्पूर्ण शाखाहरूलाई सम्मानित गरेको छ प्रमाणपत्रको माध्यमबाट र सेल्सको आधारमा शीर्ष सबैभन्दा टप 3 ब्रान्चलाई फर्स्ट, सेकेन्ड, थर्ड भन्दै गोल्डन नेपालले अवार्डेड गरेको छ। त्यसैले यो मानेमा हामीले आजको डेटसम्म विभिन्न डाइरेक्ट सेलिङ कम्पनीहरूको प्रोग्रामिङहरूलाई हेर्दै गर्दा गोल्डन नेपालको वार्षिक उत्सव एक उत्साहजनक र सबै क्षेत्र र सबै प्रकारका व्यक्तित्वहरूलाई समेट्ने र सबैलाई उत्साह जगाउने खालको कार्यक्रमको रूपमा हामीले सम्पन्न गरेका छौँ। र जति पनि कार्यक्रममा फिजिकल्ली उपस्थित हुनुभएको थियो उहाँहरूले फिजिकल्ली नै यो कार्यक्रमको अनुभूति गर्नुभयो र जति पनि फेसबुक लाइभ मार्फत र विभिन्न सोसियल मिडियाबाट जोडिनुभयो उहाँहरूले पनि पटक पटक यी कार्यक्रमहरूमा सायद एक खालको ब्राइट कम्पनीमा छु, राम्रो कम्पनीमा छु, कम्पनी साँच्चै एक खालको ब्रान्डिङ भइरहेको छ र यो कम्पनीमा मेरो एज अ क्यारियर मैले फुल टाइम काम गर्न सक्छु भन्ने खालको कन्फिडेन्स जेनेरेट गर्नुभएको छ। र म्याक्सिमम एनिभर्सरी पश्चात म्याक्सिमम हामीलाई विभिन्न खालका फिडब्याकहरू आइरहेका छन् र यसका लागि हामीले कम्पनीमा रहेका आन्तरिक केही त्रुटिहरूलाई सच्याएर अब थप उत्साहसहित बजारमा जानुपर्छ भनेर तीव्र तयारी गरिरहेका छौँ। त्यसैले मैले कम्पनीको ओभरभ्यू यहाँहरूलाई राखेँ नै। आजको सेसन भने विशेष गरेर ओभरभ्यू थिएन, तैपनि मैले यहाँहरूलाई कम्पनी कुन गतिमा अगाडि बढिरहेको छ भन्ने विषयमा सायद एक सटिकमा यहाँहरूलाई मैले यहाँहरू समक्ष राखेँ। आजको प्रशिक्षणको मेन उद्देश्य भनेको चाहिँ हाम्रो कम्पनीमा यानि कि हाम्रो कम्पनीमा आबद्ध भएर डेडिकेसनको साथ अगाडि बढिरहनुभएका हाम्रा वितरक र लिडर्सहरूको आत्मविश्वास र नेतृत्व क्षमताको विकास गर्नु हो। दोस्रो, आफू र आफ्नो टिमलाई प्रेरित गर्ने कला सिक्ने हो। सफल टिम निर्माण र आम्दानीमा वृद्धि गर्ने हो र आज हामी एउटा ग्रोथ माइन्डसेटको विकास गर्ने हो। त्यसैले यी 4वटा टपिकमा केन्द्रित भएर हामी महत्त्वपूर्ण टिप्सहरू आजको सेसन मार्फत सिक्नेछौँ। मलाई स्पष्ट ढङ्गबाट सुनिरहनु भएको छ भने र यहाँहरूको मोबाइल अथवा ल्यापटप हातमा नै छ भने यहाँहरूले च्याट बक्समा लेख्नुहोला कि म अगाडि बढ्न सक्छु। क्यान आई गो अहेड? यस सर भन्नुभएको छ। प्लिज क्यान आई गो अहेड?
के तपाईँहरू यो चारवटा टपिकमा आज केही रिभोल्युसन यानि कि केही चेन्जेस अथवा यी चारवटा टपिक सिक्न चाहनुहुन्छ? आत्मविश्वास र नेतृत्व, आत्मविश्वास र नेतृत्व क्षमताको विकास गर्न, टिमलाई प्रेरित गर्ने कला सिक्न, सफल टिम निर्माण र आम्दानीमा वृद्धि गर्न र ग्रोथ माइन्डसेट यानि कि ग्रोथ माइन्डसेटको विषय विकासको लागि तपाईँहरू यो हलमा हुनुहुन्छ। आज हामी अझै हामीसँग केही सिट बाँकी छ, यहाँहरूले लिङ्क सेयर गर्दै गर्नु होला। म अगाडि बढ्न चाहन्छु है त, प्लिज। ओके, ओके, थ्याङ्क यू सो मच। यहाँहरू धेरैजना डाइरेक्ट सेलिङका व्यक्तित्वहरू यो आजको सेसनमा हुनुहुन्छ, त्यसैले मैले डाइरेक्ट सेलिङको विश्वव्यापी यो संक्षिप्त झलकलाई सो गर्ने अनुमति मात्रै चाहन्छु, धेरै डिस्क्राइब गर्न चाहन्न। 2022मा डाइरेक्ट सेलिङले विश्वभरि 289.6 अर्ब अमेरिकी डलर बराबरको सेल्स गरेको थियो। यो नेपालमा मात्रै हामीले मात्रै गरिरहेको व्यवसाय होइन, विकसित भनिएका र विकसित राष्ट्रहरूले पनि यो व्यवसायलाई एकदमै नजिकबाट राष्ट्रको आर्थिक रिभोल्युसनका लागि, अर्थतन्त्रमा टेवा पुर्याउनको लागि यो व्यवसायलाई नजिकबाट एनालाइसिस गरिरहेका छन्। यो इतिहासकै सबैभन्दा उच्च रेकर्ड हो भनेर भनिएको छ। सन् 2022मा करिब 76 अर्ब डलर बराबरको कमिसन मात्रै डिस्ट्रिब्युटरलाई, तपाईँ हामी जस्तै डिस्ट्रिब्युटरहरूलाई, विक्रेताहरूलाई कमिसन मात्रै 76 अर्ब यानि कि बराबरको कमिसन विक्रेताहरूलाई वितरण गरिएको थियो। यसरी हेर्ने हो भने करिब 27 अर्ब नेपाली रुपियाँ हुन आउँछ। त्यसैले यसको फास्ट लोकप्रियता बढ्दै गइरहेको छ। 2009देखि अहिलेसम्म हेर्ने हो भने 1.5 ट्रिलियन डलर बराबरको बिक्री गरेको छ। 1600 अर्ब यानि कि 1.6 ट्रिलियन भन्दा बढी कमिसन वितरण गरिसकेको छ। डाइरेक्ट सेलिङ व्यवसायमा 74%, 74% चाहिँ महिलाहरू सहभागिता छन्, अर्थात् यो व्यवसायमा महिलाहरूको नेतृत्व निकै सशक्त बन्दै आइरहेको छ। डाइरेक्ट सेलिङबाट सर्वाधिक आम्दानी गर्ने 80% शीर्ष आम्दानीकर्ता, टप अनरहरू चाहिँ महिलाहरू हुनुहुन्छ र अझ बढी एचिभर्सहरू चाहिँ जसले कपल्स यानि कि हामीले गोल्डन जोडी अवार्ड पनि गर्ने नेक्स्ट इयर भनेर एक खालको डिस्कसन चलिरहेको थियो। भनेपछि यसलाई चाहिँ हामीले जो व्यक्ति श्रीमान श्रीमती मिलेर यो व्यवसायलाई अगाडि बढाइरहनु भएको छ उहाँहरू चाहिँ टप अनर्सको सूचीमा हुनुहुन्छ वर्ल्ड वाइड। त्यसैले यसलाई एक फ्यामिली बिजनेसको रूपमा पनि हामीले अवार्ड गर्दै आइरहेका छौँ। गोल्डन नेपालको डायमन्ड एन्ड एबोभको ऱ्याङ्कहरूमा हामीले एउटै आइडीबाट उनीहरूको सपरिवारलाई हामीले सेलिब्रेट गर्ने एउटा कल्चरको पनि डेभलप गरेका छौँ। यहाँहरूले हाम्रो विभिन्न प्रोग्रामहरू मार्फत देखिरहनु भएको छ। त्यसैले यो फ्यामिली बिजनेस पनि हो। त्यसैले यो अब आँकडा मैले किन देखाएँ त भन्दा नेपालमा मात्रै होइन, वर्ल्ड वाइड विगत झन्डै 100 वर्ष अगाडिदेखि यो चाहिँ एकदमै फास्ट ग्रोथमा गइरहेको छ र हामी त्यसै पनि झन्डै 70-80 वर्ष पछाडि परिरहेका छौँ। आज हामी लिगल्ली रूपमा नेपालमा पनि डाइरेक्ट सेलिङको यो कन्सेप्टलाई अपनाउँदैछौँ र फर्स्ट यानि कि फर्स्ट ब्याचको रूपमा तपाईँ हामी ग्रोथ भइरहँदा, एउटा एथिकल कम्पनीको रूपमा ग्रोथ भइरहँदा डाइरेक्ट सेलिङको हिस्ट्री रच्ने तपाईँ हामीमा थप ल्याबिलिटी पनि छ। त्यसैले केही कुराहरू सिक्नै पर्ने, बुझ्नै पर्ने तपाईँ हामीमा जिम्मेवारी पनि छ। विशेष गरेर त तपाईँ हामीले यो व्यवसाय, मैले अघि नै माइन्डसेटको कुरा गरिसकेका थिएँ, आज हामी ग्रोथ माइन्डसेटमा थोरै कुरा गर्नेछौँ। यो बिजनेस माइन्डसेटको बिजनेस हो। हरेक मान्छेलाई यो बिजनेसले टच नगर्न सक्छ, हरेक मान्छेले यो बिजनेस बुझ्ने कोसिस नगर्न सक्छन्, हरेक मान्छेलाई यो बिजनेस नपच्न सक्छ। रिजन के हो त भन्दा हरेक व्यक्तिले आफ्नो माइन्डसेट, मानसिकता अनुरूपको नै भावना अथवा उत्तेजना बनाउने गर्छ र काम गर्ने गर्छ। त्यसैले यस्तो सोचाइ जसमा व्यक्ति आफ्नो कामलाई केवल जिम्मेवारी चाहिँ तलबको सन्दर्भमा मात्रै हेर्छ, व्यवसायको सफलता वा असफलता प्रति प्रत्यक्ष जिम्मेवार महसुस नै गर्दैन, ती व्यक्तिहरूलाई हामीले के भनेका छौँ भने इम्प्लोइ माइन्डसेट यानि कि कर्मचारी माइन्डसेट, इम्प्लोइ माइन्डसेटबाट यो बिजनेस ग्रोथ हुन सक्दैन। त्यसैले यो मानसिकता परिवर्तन नगरेसम्म हामीले यो व्यवसायलाई ग्रोथ गर्ने एक खालको हिम्मत नजुट्न सक्छ। त्यसैले सोसाइटीले तपाईँ हामीलाई हेर्ने दृष्टिकोण कहाँबाट छ त भन्दा इम्प्लोइ माइन्डसेटबाट छ। इम्प्लोइ माइन्डसेट भएका मान्छेहरू के चाहन्छन्? सेक्युरिटी चाहन्छन्, सुरक्षा चाहन्छन्, के 100% ग्यारेन्टी चाहन्छन्, सीमित सोच होइन, मैले महिना मरिसके पछाडि कति पाउँछु त भन्ने एउटा फिक्स इन्कम चाहन्छन् र आफूलाई मैले 8 घन्टा 10 घन्टा अथवा समय बेच्ने एउटा भन्छ नि होइन, ट्रेनिङ टाइम फर मनी ट्र्याप पनि भनिन्छ। कामलाई घन्टामा गनिन्छ, परिणाममा चाहिँ होइन। त्यसैले यति समय मैले दिएँ भने मलाई कति आउँछ भन्ने खालको, अथवा ल्याक अफ
होइन, प्रेरणा चाहिँ मोटिभेसनको कमीको कारणले अथवा गुनासो गर्ने प्रवृत्ति, हरेक ब्ल्याम कल्चर के एकले अर्कोलाई मात्रै दोष लगाउने, समस्या जति अरूमा थपिदिने अथवा कुनै पनि खालको रिस्क नबोक्ने भनेको हरेक कर्मचारी मानसिकता। तपाईँ हामीले पढाइ गर्दाखेरि पनि अथवा तपाईँ हामीले शिक्षा आर्जन गर्दाखेरि पनि हामीले कुन सोचबाट गरेका छौँ त भन्दा इम्प्लोइ माइन्डसेटबाट, धेरै पढ्ने, राम्रो मार्क्स ल्याउने र एउटा राम्रो जागिर खाने, चाहे सरकारी चाहे गैर सरकारी। त्यति पनि पाइएन भनेदेखि वैदेशिक रोजगारमा समेत भए पनि टाइम फर मनी ट्र्यापमा नै पर्ने खालको हाम्रो जुन माइन्डसेट छ। त्यसैले धेरै पढे लेखेका मान्छेहरू, धेरै एजुकेटेड मान्छेहरू अब जागिर खोज्ने होइन, पढे लेखेका मान्छेहरूलाई जागिर दिने ठाउँको सृजना गर्नुपर्छ भनेर हामी लागिरहेका छौँ। त्यसैले यो इम्प्लोइ माइन्डसेटबाट, जागिर खाने माइन्डसेटबाट जागिर दिने माइन्डसेटमा कन्भर्ट गर्नको लागि तपाईँ हामीले एक खालको इम्युनाइजेसन लिनै पर्छ, जसले सेक्युरिटीको कुरा गर्छ। सीमित सोच र घेराभित्र मेरो काम त यति नै हो, मैले पढेको त यो कुरा हो, मैले पढेको त यो काम हो, मैले पढे अनुसारको नै काम गर्नुपर्छ भन्ने एउटा फिक्स माइन्डसेट छ। जुन खालको टाइम सीमित समय दिएर सीमित आम्दानीको अथवा सीमित इन्कमको चाहिँ एक्सपेक्ट गरिरहेको हुन्छ, कुनै पनि खालको मोटिभेसन छैन, कुनै पनि खालको जोस छैन, कुनै पनि खालको हौसला छैन, केही नयाँ कुराहरू सिक्ने अथवा केही नयाँ कुराहरू लिने अथवा केही नयाँ आइडियाहरू चाहिँ लिने दिने अथवा हिचकिचाउने कुनै पनि कामहरू हुँदैन। हरेक कुरामा अरूलाई दोष मात्रै लगाउने, ब्ल्याम मात्रै लगाउने र कुनै पनि जोखिमहरू उठाउनबाट डराउने, यो माइन्डसेटबाट हामी परिवर्तन हुन जरुरी छ। तपाईँ हाम्रो टिममा पनि यस्ता थुप्रै मान्छेहरू हुन सक्छन् जो टोटल्ली इम्प्लोइ माइन्डसेटबाट माथि उठ्न सकिरहेका छैनन्, तर बाध्यताले बिजनेस गरिरहेका छन्, रहरले होइन, प्यासनले होइन, प्रोफेसनले पनि होइन, बाध्यताले। तै यहाँबाट भइहाल्छ कि काहीँ केही पाइएन त्यसैले तै यहाँबाट भइहाल्छ कि भन्ने हिसाबले मात्रै यो कामलाई अगाडि बढाइरहेको र यो कामलाई अगाडि बढाउँदा बढाउँदै पनि अन्य केही अफरहरू, अन्य केही अन्य कुनै ठाउँमा अफरहरू अथवा कुनै अन्य ठाउँमा चाहिँ अवसरहरू खोजिरहेको हामीले पाउँछौँ। त्यसैले यो मानसिकताबाट गुज्रेको हाम्रो समाजलाई परिवर्तन गर्न जरुरी छ। अर्को माइन्डसेट छ यहाँ मिडल माइन्डसेट। यो मिडल माइन्डसेट यति सजिलो बाटो छ। तपाईँले प्लान देखाउँ, तपाईँ हामीले प्लान देखायौँ अथवा कुनै बिजनेसको आइडियाको बारेमा कुरा गऱ्यौँ भने यस्तो त म सजिलै गरिहाल्छु नि भन्ने खालको एउटा सजिलो हिसाबले हेरिदिने अथवा कठिनाइ वा मेहनतको चाहिँ सामना गर्नको लागि तयार नहुने एउटा यो एटिट्युड मिडल माइन्डसेटहरूमा हुन्छ। फिक्स माइन्डसेट कि एउटा खालको कस्तो हुन्छ भन्दा सजिलै छ भनेको खाना लाउन पुगेकै छ, किन नयाँ चिज गर्नु पर्यो र भन्ने खालको एउटा सोचाइ छ। आधा मन र आधा प्रयासको कुराहरू छ। अलिकति ट्राई गर्ने, भइहाल्छ, नभए हुँदैन, पूर्ण अभ्यास नगर्ने, पूर्ण रूपमा समर्पण नहुने, ट्राई मार्ने, होइन, कम अपेक्षा राख्ने, लो एक्सपेक्टेसन भनिन्छ यसलाई, ठुलो कल्पना नगर्ने, होइन मलाई त 10-15 हजार आइपुगिहाल्छ भन्ने माइन्डसेटबाट जसले बिजनेसलाई सुरुवात गर्नुभएको छ उसको पछाडि जोडिएका मान्छेहरूको एक्सपेक्टेसन कसरी कम्प्लिट हुन्छ। विचलित हुने दिमाग भनिन्छ अर्को, डिस्ट्राक्टिभ माइन्ड है। सजिलै ध्यान भङ्ग हुने, कसैले यो कम्पनी त यस्तो रे नि त भनिदियो, कसैले अर्को कुरा लगाइदियो, समाजमा एक खालको हल्ला चल्यो भनेदेखि हो कि क्या हो जस्तो होइन, आफ्नो डिसिजनप्रति चाहिँ स्ट्रङ नबन्ने तर विचलित भइहाल्ने, यस्तो खालको माइन्डसेट भएका मान्छेहरूलाई पनि हामीले मिडल माइन्डसेट, यिनीहरूलाई पनि हामीले चेन्ज गर्न जरुरी छ। तर सपना चाहिँ उनीहरूको अनरियलिस्टिक ड्रिम भन्छौँ, अत्याधिक ठुलो छ, सपना चाहिँ ठुलो छ फेरि, होइन, कन्सिस्टेन्सी पनि छैन, डेडिकेसन पनि छैन, तर उनीहरूको ड्रिम चाहिँ यसो गर्न पाए, त्यसो गर्न पाए, केही नगरिकन सबै चिज प्राप्त गर्न पाए हुन्थ्यो, प्रयासै नगरिकन परिणाम प्राप्त गर्न पाए हुन्थ्यो भन्ने खालको प्रयास र परिणाम बिचको असन्तुलन भएका ती मान्छेहरू, मिडल माइन्डसेट भएका मान्छेहरू को पनि हामीले माइन्डसेट गर्न चेन्ज गर्न जरुरी छ। धेरै कमाइ चाहन्छु तर मेहनत गर्न चाहिँ मन छैन, होइन, मेहनत चाहिँ गर्नु छैन तर कमाइ चाहिँ धेरै चाहिन्छ, एचिभमेन्ट चाहिँ ठुलो ठुलो चाहिन्छ, होइन, त्यो खालको माइन्डसेट भएको मान्छेहरूलाई यो माइन्डसेटबाट चाहिँ हामीले हटाएर एउटा माइन्डसेटको सुरुवात गर्न छ। त्यो माइन्डसेट भनेको के हो त भन्दा बिजनेस माइन्डसेट। बिजनेस माइन्डसेट भनेको सोचाइ, समर्पण र निरन्तरताको एउटा मूल मन्त्रबाट सुरुवात हुने माइन्ड हो। त्यो माइन्डसेटले सधैँ के गर्छ त भन्दा फाइन्ड अ वे, बाटो खोज्छ, नयाँ नयाँ बाटोहरू खोज्छ, उपायहरू खोज्छ, नयाँ नयाँ आइडियाहरू खोज्छ। समय हरेक खालका समस्याहरू आयो भने पनि के हुन्छ, समस्याको समाधान खोज्ने हिम्मत र सोच बनाउँछ, आफै बाटो खोज्छ। कुनै पनि समस्याको अथवा कुनै पनि टपिकमा उसले बहाना होइन,
चाहनाको माध्यमबाट उसले के गर्छ, एउटा आफ्नो बाटो आफै तय गर्छ। हरेक कुराको जिम्मेवारी जिम्मेवारी लिन्छ कि यो काम त मेरो होइन, यो त मेरो कामै होइन, यो त मैले गर्नुपर्ने होइन, यो त उसले गर्नुपर्ने, हरेक खालको बाहना नबनाएर हरेक कुराको रेस्पोन्सिबिलिटी लिन्छ। आफ्नो काम र नतिजाको सम्पूर्ण जिम्मेवारी आफै लिने, सफलतामा पनि असफलतामा पनि बाहना नबनाउने त्यस्तो माइन्डसेट भएका मान्छेहरूले मात्रै यो बिजनेसलाई लिड गर्न सक्छन् र अचिभमेन्ट प्राप्त गर्न सक्छन्। र त्यो माइन्डसेटसम्म डोर्याउनको लागि तपाईँ हामीले हाम्रो टिममा हदैसम्मको प्रयास र हामीले हदैसम्मको लर्निङ गर्न जरुरी छ। र बिजनेस माइन्डसेट भएका मान्छेहरूमा दीर्घकालीन दृष्टिकोण हुन्छ। आज एकजना मान्छे टिममा आयो, भोलि अर्को मान्छे गयो, अथवा एउटा कम्पनीमा यो कम्पनीमा अलिकति भने जस्तो भएन अर्को कम्पनी, अथवा यो कम्पनीमा कुनै पढ केही समयका लागि आएन, अब त्यसमा पनि नैराश्यता, अथवा विभिन्न खालका दीर्घकालीन दृष्टिकोणबाट पिछडिएर छोटो समयमा आजको आजै के भइहाल्छ त भन्ने खालको कोणबाट नहेरिकन, भनिन्छ नि भिजन नभएको मान्छेले डाँडा देख्छ र भिजन भएको मान्छेले डाँडा पारी देख्छ भने जस्तो आज गरिएका प्रयासहरू भर्खरै ग्वारकोमा फ्लाइओभर अथवा के यो पनि डिबेटेड छ, भर्खरै जे भए पनि त्यहाँनिर बाटो बनिसकेको छ। तर त्यो बन्नुभन्दा अगाडि जुन खालको पब्लिकले जुन खालको सङ्कट भोग्न पर्यो, त्यहाँ बाटो बनाउँदै गर्दा सानो बाटोबाट जाममा बस्नुपर्ने, घन्टौँसम्म जाममा बस्नुपर्ने, तर माथि अर्को बाटो बन्दै थियो। त्यो बनिसके पछाडि, फ्लाइओभर बनिसके पछाडि त्यहाँबाट कन्टिन्यू अबदेखि जाम नहुने दीर्घकालीन सोलुसन निस्किसकेको छ। भने जस्तै गोल्डेन नेपालमा अथवा तपाईँ हामीले गरिरहेको व्यवसायमा पनि काम गर्दै जाँदा विभिन्न स्ट्रगलहरू आउँछन्, समस्याहरू आउँछन्, विभिन्न खालका अब्जेक्सनहरू आउँछन्। त्यसलाई दीर्घकालीन सोलुसनको पक्षमा म्यानेजमेन्ट बडी र तपाईँ हाम्रो साथले अगाडि बढाउनको लागि सोलुसन खोजियो भने मात्रै तपाईँ हामी बिजनेस माइन्डसेट भएका मान्छेहरू मध्येमा पर्छौँ। त्यसो भएको कारणले लङ टर्म भिजनसहित तपाईँ हामी अगाडि बढ्नुपर्छ। आज मेरो कति इन्कम आयो भन्दा पनि यो इन्डस्ट्रीबाट, यानि कि गोल्डेन नेपालबाट अबको 5 वर्षमा, अबको 2 वर्षमा मैले कन्टिन्यू कति इन्कम गर्ने अथवा कतिको टिम बनाउने लक्ष्य राखेर अगाडि बढिरहेको छु, यो एकदमै इम्पोर्टेन्ट हुन्छ। बिजनेस माइन्डसेट भएका मान्छेहरू पैसा र समयमा लगानी गर्ने, इन्भेस्ट मनी एन्ड टाइम, आफ्नो व्यवसायमा लगानी, पैसा समय र ऊर्जा गर्नको लागि लगानी गर्नको लागि तयार हुन्छन्। लगानी बिना ठुलो सफलताको कल्पना चाहिँ गर्न सकिन्न। कतिपयले पैसा लगानी गर्नुभएको छ, कतिले समय लगानी गर्नुभएको छ, कतिले ऊर्जा, यो तिनवटा चिज ख्याल गर्न। लगानी भन्ने बित्तिकै पैसा मात्रै हुँदैन, पैसा लगानी गरेर समय लगानी नगरेर मात्रै नै हुँदैन, यी तिनवटा चिजको कम्बिनेसन नै यो खालको इन्भेस्टमेन्ट हो। त्यसैले यदि बिजनेस माइन्डसेटका मान्छेहरूले मैले कुन ठाउँमा पैसा लगानी गर्ने हो, कुन ठाउँमा समय लगानी गर्ने हो र कुन ठाउँमा चाहिँ मैले आफ्नो भएको ऊर्जालाई लगानी गर्ने हो भन्ने कुराको राम्रोसँग सूक्ष्म अध्ययन गर्नु जरुरी छ। अर्को चाहिँ मेन्टरको निर्देशनमा सक्रिय रहने। हामी के हुन्छ भने अलिकति अल्प ज्ञान भयङ्करम भने जस्तै केही युट्युबमा अथवा केही अन्य कम्पनीहरूले दिएको डिरेक्सन अथवा आफ्नै मनोज्ञानले आफूलाई जसले डिरेक्सन गर्नुभएको छ उहाँको कुरा नसुनेर, नबुझेर, नमानेर, नटेरेर हामी आफ्नै पारामा आफ्नो बिजनेसलाई राइड गर्ने कोसिस गर्छौँ। त्यसो भएको कारणले यो बिजनेसमा चाहिँ धेरै अगाडिसम्म पुग्न नसक्ने थुप्रै विक्रेता, असफल दृढ सङ्कल्प सहितका असफल विक्रेता लिडरहरू पनि हुनुहुन्छ। त्यसैले वाट एभर मेन्टर सेज दे आर इन, यो व्यवसाय मेन्टरसिपको बिजनेस हो। हामीलाई त मेन्टरसिप 8% प्लान पनि छ, मेन्टरसिपको बिजनेस हो। त्यसैले अनुभवी व्यक्तिको सल्लाह मान्ने र कार्यान्वयन गर्ने दृढता, सिक्न र सुधार्नको लागि सधैँभरि मन खुल्ला गर्नुपर्ने आवश्यकता छ। सिक्न कहिल्यै नचाहने, सुधार्न कहिल्यै नचाहने र आफूले गरेका हरेक एक्टिभिटिजहरूमा सबैले ताली बजाइदिनु पर्ने, यदि कसैले अब्जेक्सन दिइहाल्यो भने खिन्न मन गर्ने लिडरहरू कहिले अगाडि बढ्न सक्दैन। त्यसैले म आफूलाई जहिले पनि कुन आधारमा सक्षम ठान्छु त भन्दा म जहिले पनि एज अ लर्नरको रूपमा, सिकारुको रूपमा अगाडि बढिरहेको छु। र यहाँहरूले पनि आफू सिक्न र कहिले पनि कुनै पनि ठाउँबाट सिक्न पछि पर्न हुँदैन। त्यसैले गर्दा मेन्टरको सधैँभरि निर्देशनमा बस्ने, मेन्टरसँग सहकार्य गरेर मात्रै अगाडि बढ्ने, यो मेन्टालिटी भनेको बिजनेस माइन्डसेटको अर्को क्यारेक्टराइज हो। अनि अर्को चाहिँ रेडी टु सेक्रिफाइस, बलिदानी पनि। कतिपय छोटो सुखको लागि टाढा हटेर ठुलो सफलताको लागि बलिदान गर्ने सोच पनि हुनसक्छ। अहिले मैले के प्राप्त गर्छु भन्दा पनि सर्ट टर्म
एचिभमेन्टका लागि हामीले लङ टर्म एचिभमेन्टलाई गुमाउनु पनि हुँदैन। त्यसैले गर्दा अहिले आज मलाई तत्काल यति गऱ्यो भने यसो फाइदा हुन्छ भनेर हामीले अनएक्सपेक्टेड कुनै प्लानहरू योजनाहरू बनाउनु हुँदैन। त्यसैले ठुलो चिज प्राप्त गर्नको लागि सानातिना केही चिजहरू चाहिँ हामीले सेक्रिफाई गर्नुपर्ने पनि हुनसक्छ। आराम र मस्ती भन्दा आफ्नो लक्ष्यलाई चाहिँ प्राथमिकता दिनुपर्छ। कहिले हार नमान्ने, धेरै समस्या, ठुलो समस्या यहाँनिर छ अन्तिममा, डु नट क्विट, रिफोर्स एन्ड रिफोर्स बट डुइङ डाइनामिक भनिन्छ। पटक पटकको फेल असफलताबाट तपाईँ हामीलाई थप मनोबल आएन भने, थप हिम्मत बढेन भने, थप सिकाइ आएन भने तपाईँ हामीले एक न एक दिन यो बिजनेसलाई क्विट गर्नुपर्ने हुनसक्छ। त्यसैले गर्दा हामीले असफलता आए पनि निरन्तर अगाडि बढ्ने मनोबल र यो अन्तिम प्रयास पनि हुनसक्छ। अन्तिम प्रयासबाट तपाईँले एचिभमेन्टको त्यो उचाइ छुन पनि सक्नुहुन्छ। त्यसो भएको कारणले कुनै पनि कन्डिसनमा तपाईँ हामीले आफ्नो बिजनेसलाई क्विट गरिएन भने, कन्टिन्यू टु ग्रो नेभर एन्डिङ प्रोसेसलाई तपाईँ हामीले कन्टिन्यू यो फर्मुलालाई एक्सेप्ट गरियो भने हामीले एक दिन न एक दिन हामीले सोचेको भन्दा राम्रो एचिभमेन्ट प्राप्त गर्नुपर्छ। त्यसैले हार्यो भने थाल्नुपर्ने होइन, प्रयास चाहिँ जारी राख्ने हो। हार चाहिँ एउटा सिकाइको प्रक्रिया हो। त्यसैले प्रयास कन्टिन्यू जारी राखिरहनुपर्छ। यति कुरा भयो भने हामी बिजनेस माइन्डसेटबाट अगाडि बढ्न सक्छौँ। र मैले अघि पनि भने एम्प्लोइ माइन्डसेटबाट, मिडल माइन्डसेटबाट माथि उठेर बिजनेस माइन्डसेटमा पहिला हामी बिजनेसम्यान हो भनेर आफूले आफूलाई एक्सपेक्ट नगरेसम्म, बिजनेसम्यानमा हुनुपर्ने गुणहरू आफ्नो मन मस्तिष्कमा नभरेसम्म र यसमा आउने हरेक स्ट्रगलहरूलाई झेल्ने हिम्मत अलरेडी हामीले तयार नगरेसम्म, च्यालेन्जेसहरूलाई एक्सेप्ट नगरेसम्म, होइन, ट्राई मार्ने हरेक लिडरहरूबाट एचिभमेन्टको त्यो उचाइ छुने एकादेशको कथा जस्तो मात्रै हुनसक्छ। त्यसैले हामी हरेक कन्डिसनमा जस्तो सुकै च्यालेन्जेसहरूलाई एक्सेप्ट गर्दै अगाडि बढ्ने फुल डेडिकेसनका साथ अगाडि बढिरहेका छौँ। त्यसैले डाइरेक्ट सेलिङ त अझ लाखौँको भाग्य र भविष्य बदल्नु पर्ने यो व्यवसाय रहेको कारणले तपाईँ हामीले आफू र आफ्नो लागि होइन, आफूसँग जोडिएका लाखौँको भाग्य र भविष्य बदल्नको लागि, त्यसको लागि हामीभन्दा पछाडि हामीमा केही न केही एक्स्ट्रा गुणहरू भयो भने मात्रै, उनीहरू मासमा भन्दा तपाईँ हामीमा एक्स्ट्रा केही गुण क्वालिटी भयो भने मात्रै ती मान्छेहरूले हामीलाई पछ्याउने हुन्। कतिको गुनासो पनि आउँछ, सर मेरो त टिमले छोडिदियो, मैले कति मेहनत गरेर बनाएको टिम नै अर्को कम्पनीमा गयो, अथवा त्यो टिम नै अर्को टिममा गयो, त्यो टिमले कामै गरेन, विभिन्न खालका अब्जेक्सनहरू आउँछन्। म यहाँहरूलाई अनुरोध गर्न चाहन्छु, यदि यदि तपाईँमा जुन गुण छ भनेर, जुन गुणको लागि उसले पछ्याइरहेको थियो, त्यो गुण तपाईँमा प्राप्त गरेन भने उसले अबदेखि तपाईँलाई फलो नगर्न सक्छ। त्यसैले मासमा भन्दा तपाईँमा एक्स्ट्रा केही न केही गुण हुनपर्छ। या त डाइरेक्ट सेलिङको इन्डस्ट्रीमा होस् अथवा अन्य कुनै पनि इन्डस्ट्रीमा होस्, आफूभन्दा कम गुण भएकाहरूले एक्स्ट्रा गुण भएका मान्छेहरूलाई पछ्याउने हुन्। र ती गुणहरूको वृद्धि गर्नको लागि, विकास गर्नको लागि तपाईँ हामी निरन्तर सिकारु बनिरहनुपर्छ, नयाँ नयाँ कुराहरू सिकिरहनुपर्छ। त्यसैले गर्दा त्यसको नेतृत्व लिने मान्छे भनेको तपाईँ हामी लिडर त बन्न सक्छौँ, लिडरको कुरा मैले गरिरहेको छैन, लिडर त बन्न सक्छौँ, तर लिडरसिप क्षमता भएन भने तपाईँ हामी जुन लेभलको लिडर हामीले बनेका थियौँ, जुन लिडरसिप गर्ने अवसर प्राप्त गरेका छौँ, त्यो लिडरसिप गर्ने अवसर तपाईँबाट फुत्किन सक्छ भनेको तपाईँको अर्गनाइजेसन फेरि जिरोमा कन्भर्ट हुनसक्छ। त्यसैले तपाईँ हामी र हाम्रो अर्गनाइजेसन जत्रो बनेको भए तापनि, जतिको टिम बनेको भए तापनि तपाईँ हामीभित्र एक खालको नेतृत्व क्षमता वृद्धि हुन जरुरी छ। र नेतृत्व भनेको अरूलाई आफ्नो लक्ष्यमा पुग्न मार्गदर्शन गर्न सक्ने शक्ति हो, फोर्स होइन। लिडरसिप भनेको फोर्स होइन, यो भनेको इन्फ्लुएन्स हो। इन्फ्लुएन्स हो, एकले अरूलाई इन्फ्लुएन्स, तपाईँ हामीले गरेको कार्य अथवा एक्टिभिटिजले अरूलाई आकर्षित गर्ने शक्ति हो। त्यसैले यो शक्ति आफूमा भर्नको लागि हामीमा केही नयाँ गुणहरू अपडेट हुन जरुरी छ। त्यसैले लिडर भनेको मालिक जस्तो होइन जसले आदेश दिन्छ, यो गर त्यो गर, मिटिङ गर, लिस्ट बना, प्लान सो गर, होइन, यो मिटिङमा आइज, मिटिङमा जा, सिएनसी गर, विभिन्न खालका अहिलेको मार्केटमा, यानि कि गोल्डन नेपाल भित्रै पनि यो एउटा भाइरसको रूपमा देखा पर्दैछ। त्यसैले लिडरले आफू मालिक भएको अनुभूति गर्दै आफ्नो टिमलाई आदेश दिन जब थाल्छ, उसको टिम स्वतस्फूर्त रूपमा चाहिँ डिस्ट्र्याक्टिभ हुँदै जान सक्छ। त्यसैले गर्दा लिडरले एउटा मार्ग निर्देश गर्ने हो, हरेक समयमा केही नयाँ कुराहरू खोज्ने हो, सिकाउने हो, हरेक समयमा हरेकलाई इन्सपायर हुने खालको
एउटा लिडरसिप क्षमता देखाउने हो, मार्ग देखाउने हो। लिडर्स नो द वे, लिडर्स सो द वे एन्ड लिडर्स गो द वे। आफू त्यही बाटो थाहा हुन्छ, जुन बाटो थाहा छ अगाडि बढ्छ, त्यही बाटो देखाउँछ र त्यो बाटोमा आफू अगाडि बढ्छ र आफ्नो सिङ्गो टिमलाई अगाडि बढ्न प्रेरित गर्छ। त्यही मान्छे मात्रै लिडर हुन सक्छ। मान्छेले तपाईँलाई फलो त्यति बेला गर्दैन जति बेला तपाईँले जे भन्नुहुन्छ। तपाईँले भनेको कुरा मान्छेले नसुन्न सक्छ, तर तपाईँले गरेको काम ती मान्छेहरूलाई मन पर्यो भने, त्यही कामले तपाईँले गरेको कामले अरूलाई उत्साह जगायो भने, एउटा भविष्य देखायो भने, ती मान्छेहरू तपाईँको पछि लागेर आउँछन् नै। त्यसैले लिडरसिप भनेको इन्फ्लुएन्सर बन्ने हो, न कि अर्डर गर्ने मान्छे। त्यसैले डाइरेक्ट सेलिङमा नेतृत्वको भूमिका भनेको चाहिँ जीवन बदल्ने हुन्छ। कोही मान्छे कोही मान्छेलाई तपाईँले आइडी बनाउनु भएको छ, आइडी बनाइदिनु भएको छ, गोल्डेन नेपालमा एज अ फ्युचर देखाउनु भएको छ, सम्भावना देखाउनु भएको छ भने उसको एज अ क्यारियर उसले तपाईँलाई चुज गर्दैछ, एज अ मार्गदर्शकको रूपमा, एज अ मेन्टरको रूपमा, एउटा टिचरको रूपमा, एउटा इन्फ्लुएन्सरको रूपमा भने, तपाईँ हामीले गरेको सानो मिस्टेकले पनि उसको जिन्दगी अन्धकारमा रुमलिन सक्छ। त्यसैले यो एउटा जीवन परिवर्तन गर्ने व्यवसाय हो र अरू आफ्नो भाग्य सँगसँगै हामी अरूको भविष्यसँग त कतै खेलिरहेको छैन भन्ने कुरा एकदम सूक्ष्म ढङ्गबाट अध्ययन नगरिकन हामीले डाइरेक्ट सेलिङलाई 100% एज अ इन्कमको लागि मात्रै हेरिरह्यौँ भने हामी भविष्यमा डाइरेक्ट सेलिङ र यो इन्डस्ट्रीमा एक बदनामिक पात्रको रूपमा पनि साबित हुन सक्छौँ। त्यसैले आजको डेट भनेको डाइरेक्ट सेलिङमा रिलेसनसिप बिल्डअप मात्रै होइन। तपाईँ हाम्रो क्षमता, यानि कि तपाईँ हाम्रो अन्डरस्ट्यान्डिङ, तपाईँ हाम्रो एजुकेसन, तपाईँ हाम्रो लिडरसिप क्षमता, यो चाहिँ एकदमै ग्रोथ हुन जरुरी छ। त्यसैले यो एकदमै सेन्सिटिभ रूपमा मैले लिएको छु। यहाँहरूले पनि यसलाई सेन्सिटिभ रूपमा लिनुहुनेछ र आजको सेसनको अन्तसम्म बस्नुभयो भने केही नयाँ र अनएक्सपेक्टेड कुराहरू यहाँहरूले यहाँ सिक्नुहुनेछ भन्ने मैले बुझेको छु। सफल लिडर हुनको लागि लिडरसिप गुणहरू हुन जरुरी छ। तर त्योभन्दा अगाडि मैले एउटा चिज राख्न चाहन्छु, स्पष्ट दृष्टिकोण, भिजन चाहिँ सही हुनुपर्छ, स्पष्ट भिजन हुनुपर्छ। त्यसैले हामी के गर्न खोजिरहेका छौँ, हाम्रो भिजन के हो, हामीसँग जोडिएका मान्छेहरूको डिरेक्सन कता हो, उनीहरूले कुन समय अवधिभित्र कुन लेभलको एचिभमेन्ट गर्न सक्ने र गराउन सक्ने हामीमा क्यापेसिटी छ, ती चिज हामीले बुझ्न आफैले सेल्फ स्टडी गर्न जरुरी छ। र अर्को प्रभावकारी संवाद, हामीले बोल्ने कुरा, उनीहरूलाई बताउने कुरा र त्यही बताएको कुरा इन्ट लेभलसम्म, अनलिमिटेड माससम्म पुग्ने गर्छ। त्यसैले गर्दा हामीले बोल्दाखेरिका हरेक शब्दहरू राम्रोसँग सोचेर प्रमाणित भएका कुराहरू मात्रै बोल्न जरुरी छ। इमान्दारिता र नैतिकता आजको सबैभन्दा चुनौतीको विषय बनेको छ। कोही पनि मान्छे आफ्नो 2 रुपियाँ अतिरिक्त आम्दानीका लागि आफ्नो नैतिकता बेच्न तयार छ। त्यसैले तर हामी समूहमा काम गर्दैछौँ। हामीले गरेको सानो गद्दारी अथवा सानो मिस्टेकले यहाँ धेरैको भाग्य र भविष्य बर्बाद हुन सक्छ। र एकपटक तपाईँले यसबाट चुकिसके पछाडि पुनः त्यही स्ट्यान्डर्ड तपाईँले मेन्टेन गर्न फेरि तपाईँले पूर्ण जिन्दगी लगाए पनि, पूर्ण दाउ लगाए पनि तपाईँले त्यही स्पेस प्राप्त नगर्न सक्नुहुन्छ। त्यसैले आजकै डेटमा हामीले यो इमान्दारिताबाट टाढा भाग्ने र नैतिकता गुमाउने खालका कुनै पनि एक्टिभिटिजहरूमा कुनै पनि तरिकाबाट सहभागी नबन्नुपर्ने सफल लिडरको एउटा गुणमध्ये पर्छ। अर्को स्मार्ट निर्णय क्षमता, लिडरसिपमा हुनुपर्ने अर्को गुण भनेको निर्णय क्षमता, डिसिजन पावर स्ट्रङ हुनुपर्छ। कुन टाइममा के गर्नुपर्ने हो र के गर्न नपर्ने हो भन्ने कुराको सूक्ष्म अध्ययन नगरिकन हामीले कुनै पनि खालका निर्णयहरू गर्नु उपयुक्त हुँदैन। डाइरेक्ट सेलिङभित्र अझ टु लेग जेनेरेसन प्लानमा अथवा बाइनरी प्लानमा विभिन्न खालका गलत निर्णयहरू हुन्छन्। त्यसले गर्दा कुनै एक सीमित मान्छेलाई खुसी पार्नको लागि सिङ्गो अर्गनाइजेसनलाई धोका हुन सक्छ र त्यसबाट एज अ नैतिकतामा प्रश्न उठ्न सक्छ, एज अ लिडरको इमान्दारितामा एउटा प्रश्न उठ्न सक्छ र सिङ्गो अर्गनाइजेसन एउटा अन्यलमा बन्न सक्छ। त्यसैले कुनै पनि निर्णय गर्दाखेरि राम्रोसँग सोचेर बुझेर र राम्रो टिमको भावना बुझेर सहानुभूति दिने खालको र हामीले गरेको निर्णयबाट थुप्रै मान्छेलाई प्रेरणा हुने खालका निर्णयहरू मात्रै हामीले गर्नु जरुरी हुन्छ। गोल्डेन नेपालमा लिडरको भूमिका के हो त?
पहिलो काम भनेको हामीले नयाँ मान्छेहरू जो गोल्डेन नेपालमा भर्खर नव आगन्तुक व्यक्तिहरू हुनुहुन्छ उहाँहरूलाई हामीले राम्रोसँग डाइरेक्ट सेलिङ इन्डस्ट्रीको बारेमा, यसको पावर एन्ड पोसिबिलिटीको विषयमा, गोल्डेन नेपालका उत्पादनहरूको विषयमा अथवा गोल्डेन नेपालको व्यावसायिक प्लानको विषयमा हामीले राम्रोसँग प्रशिक्षण दिने हो। तपाईँ हाम्रो काम सामान किन्ने र बेच्ने होइन। तपाईँ हामीले हाम्रो समुदायलाई, हाम्रो कम्युनिटीलाई तपाईँ हामीले राम्रोसँग प्रशिक्षण जानेको कुरा सिकाउने हो र डुप्लिकेसन गर्ने हो। सफलताको नक्कल आफू जहाँ पुगिन्छ, जे गरिन्छ र जे गरिरहेका छौँ त्यसलाई जस्ताको तस्तै डुप्लिकेसन गरेर र हामीसँग जोडिएका हरेक मान्छेले त्यही काम पुनः गर्न सक्ने एउटा बाटो बनाउने हो, डुप्लिकेसन गर्ने हो। र अर्को भनेको टिममा ऊर्जा ल्याउने हो। निराशा हुन सक्छ, हताश मनस्थितिका मान्छेहरू हुन सक्छन्, विभिन्न खालका समस्याहरू आउन सक्छन्। ती टिममा हरेक नयाँ नयाँ योजना, नयाँ नयाँ प्लान, नयाँ नयाँ इनोभेसन र विभिन्न माध्यमबाट आफ्नो र आफ्नो अर्गनाइजेसनमा एक खालको उत्साह, किन भन्दा उत्साह सबैभन्दा ठुलो के भन्छ मोटिभेसन हो। निराश मनस्थितिले कुनै पनि बिग एचिभमेन्टहरू ल्याउन सक्दैन। त्यसैले हरेक टिममा, हरेक व्यक्तिमा भित्रदेखि एक खालको नयाँ ऊर्जा भर्नको लागि हरेक टाइममा हामीले नयाँ नयाँ कुराहरू सिक्ने र सिकाउने काम निरन्तर गरिरहनुपर्छ। र अर्को सबैभन्दा महत्त्वपूर्ण भनेको विश्वास हो। भित्रैदेखि जब विश्वास टुट्छ नि, तपाईँ हामीले जति मेहनत गरे पनि त्यो टिम राइज हुन समय लाग्छ अथवा राइज नहुन सक्छ। न छोड्न सक्ने, न गर्न सक्ने एक खालको शङ्काले भरिएको मानसिकताले एचिभमेन्टको त्यो उचाइ छुनै सक्दैन। त्यसैले हरेक स्पेसमा यता फर्किए पनि उता फर्किए पनि, एमडीसँग 2 मिनट बसे पनि अथवा अपलाइनसँग 2 मिनट बसे पनि अथवा बाटोमा कहीँ कतै अरूसँग भेटे पनि विभिन्न खालका शङ्का उपशङ्काहरू पैदा हुन सक्छ। त्यसैले यो विश्वासको वातावरण कायम राख्नको लागि हामी जता फर्किँदा पनि टिमको वृद्धि र विकासका लागि, टिमको एचिभमेन्टका लागि अथवा कम्पनीको बेटरमेन्ट र डेभलपमेन्टका लागि हो भन्ने खालको एउटा विश्वास हामीले कायम गर्न जरुरी छ। र विश्वासले नै टिममा एक खालको एकता बनाउने कल्चरको विकास गर्छ। हामी गोल्डेन नेपालका लिडर हौँ भन्ने कुरा तपाईँ हामीले बिर्सन हुँदैन। तपाईँ हामी गोल्डेन नेपालका लिडर हौँ र तपाईँ हाम्रै ड्राइभिङ फोर्स अन्तर्गत गोल्डेन नेपाल ड्राइभ भइरहेको छ र यसकै माध्यमबाट हामीले लाखौँको भाग्य र भविष्य निर्माण गर्न छ, लाखौँलाई स्वरोजगार बनाउन छ, उद्यमशील बनाउन छ, लाखौँलाई चाहिँ हामीले विश्वास जित्न छ र एउटा एउटा स्ट्रङ डाइरेक्ट सेलिङ कम्पनीको रूपमा गोल्डेन नेपाललाई स्थापित गर्न छ भन्ने कुरा तपाईँ हामीले बिर्सन हुँदैन। त्यसका लागि हामीले के गर्छौँ? शिक्षाको अगुवाई गर्छौँ। शिक्षाको मतलब स्कुल लेभलमा पढाइ हुने फर्मल एजुकेसनको कुरा गरिरहेको छैन। आज डाइरेक्ट सेलिङको विषयमा अन्तर्राष्ट्रिय बजारहरूमा स्कुल विश्वविद्यालयहरूमा पढाइ हुन थालेको छ, तर नेपालमा अझै पनि यसको अभाव छ। त्यसैले तपाईँ हामीले आज बोलेको कुरा नै एक खालको एजुकेसन हो। त्यसैले गोल्डेन नेपाल यानि कि डाइरेक्ट सेलिङ बिजनेस एजुकेसनको हामीले अगुवाई गर्छौँ। हामीले बोलेका हरेक शब्दहरूबाट हाम्रो अर्गनाइजेसनलाई एक खालको एजुकेसन इज अलवेज अ स्टेप अहेड भने जस्तो नयाँ कुराहरू सिक्न र सिकाउनको लागि प्रेरित गर्छौँ। आत्मनिर्भरता र आत्मविश्वास फैलाउँछौँ। आत्मनिर्भरता इन्डिपेन्डेन्स बनाउनको लागि र आत्मविश्वास फैलाउँछौँ र हामी त्यही कल्चरमा हुर्किरहेका छौँ। व्यवसायलाई नैतिक ढङ्गले अगाडि बढाउँछौँ। अनैतिक ढङ्गले बजारमा भएका विभिन्न खालका अनैतिक क्रियाकलापमा आकर्षित भएर हामीले गरेको डिसिजनलाई कहिले पनि बदाबुङ्ग हुन दिँदैनौँ। व्यवसायमा विभिन्न खालका आकर्षक देखिने सबै चिजहरू, आकर्षक देखिने सबै एक्टिभिटिजहरूले दीर्घकालीन नतिजा नदिन सक्छ। त्यसैले सर्ट टर्म भिजनमा तपाईँ हामीलाई छोटो समय अवधिमा प्राप्त हुने एचिभमेन्टलाई देखेर हामीले नैतिकतालाई बिर्सेर हामीले आफू र आफ्नो अर्गनाइजेसन र यो उद्योगको गरिमालाई कहिल्यै पनि तल पर्न दिन हुँदैन। त्यसैले हामी दीर्घकालीन सोचसहित यो उद्योगलाई स्थापित गर्न अगाडि बढिरहेका छौँ भने व्यवसायलाई नैतिक ढङ्गले अगाडि बढाउँछौँ। चाहे कम नाफा होस् तर नैतिकताभन्दा माथि प्रफिट हुँदैन। त्यसैले फर्स्ट कन्ट्री देन कम्पनी। राष्ट्रलाई घात हुने खालको कुनै पनि एक्टिभिटिज न त हामी गोल्डेन नेपाललाई गर्न दिन्छौँ, न त यो इन्डस्ट्रीमा चलेका कुनै पनि कम्पनीले भनेका अथवा बुझेका कुराहरूलाई गराउन सक्छौँ। त्यसो भएको कारणले हामी नेपालभरि यो अवसरलाई डेलिभर गर्न चाहन्छौँ। नेपालका कुना कप्चामा होस् अथवा दुर्गम क्षेत्रहरूको समेत समान अवसर बोकेर हामी यो मोमेन्ट मार्फत देशैभर यो अवसरलाई पुर्याउन प्रतिबद्ध छौँ। यो व्यवसायमा कसरी राम्रो संवाद गर्ने, धेरै मान्छेहरू हाम्रो बानी हुन्छ आफू अरूको नसुन्ने तर धेरै बोल्ने। आफूले भनेको राम्रोसँग सुन्यो भने भइगयो, नत्र उनीहरूको कुरा नसुन्ने। त्यसैले यो संवादलाई पनि हामीले परिवर्तन गरेर हामीसँग जोडिन खोज्ने अथवा नखोज्ने हामीले हरेक मनस्थितिको अघि नै मैले भने इम्प्लोइ माइन्डसेटका मान्छे होस् अथवा
मिडल माइन्डसेटको मान्छेहरू, उनीहरूको भावना बुझ्ने, उनीहरूको आवश्यकता सुन्ने, उनीहरूको विकनेस पोइन्ट पत्ता लगाउने र उनीहरूलाई के चाहन्छन् भन्ने कुरा राम्रोसँग एनालाइसिस गरेर त्यसको सोल्युसनको रूपमा चाहिँ आफूले बोल्ने गरियो भने पक्कै पनि एज अ प्रब्लम क्रिएटर होइन, एज अ सोल्युसन मेकर बनेर तपाईँ हामीले मार्केटलाई लिड गर्न सक्छौँ। फुलेर बोल्ने तर सम्मानका साथ हामीले हाम्रो व्यवसायको बारेमा कहीँ नहिचकिचाट नभइकन नघुमाइकन नलुकाइकन स्पष्ट ढङ्गबाट बोल्ने, तर अगाडि बसेको अथवा हामीसँग जोडिन खोज्ने उसले गरिरहेको एक्टिभिटिजलाई कहिले पनि नगिराइकन अथवा उसले जे काम गरिरहेको छ अथवा उसको क्यारियरमा अथवा उसको जीवनमा सम्मान पुग्ने गरी हामीले बोल्ने गर्यौँ भने, सम्मानित ढङ्गले बोलियो भने हरेक मान्छेलाई खुसी नै लाग्छ। रिफोर्स मैले अघि नै अलिकति यो टपिक राखिसकेको छु। समूह भेला अथवा जुममा चाहिँ उत्साहपूर्वक ढङ्गले उपस्थिति हुने, जुममा पनि हामीले पटक पटक बोलाएपछि कतिपय मान्छे आइदिन्छौँ मात्रै, प्रोग्रामहरूमा पनि हामीले ढिलो आउँछौँ, छिटो जान्छौँ। जहाँ हामीलाई एकदम निराश लागिरहेको छ भने सकभर त्यो भेलाहरूमा हामी उपस्थित हुनु पनि उपयुक्त हुँदैन। त्यसो भएको कारणले यो चाहिँ अल्छी भनेको चाहिँ सर्ने रोग हो भनिन्छ। अल्छीपना चाहिँ सर्ने रोग हो। एकजना निराश भएको छ भने अरूलाई पनि निराश जस्तो महसुस हुन्छ। त्यसैले एकजनाको उत्साहले, एकजनाको जोसले, एकजनाको हौसलाले सारा अर्गनाइजेसनमा एक खालको नयाँ आयाम भर्न सक्छ। त्यसैले उत्साहपूर्वक हामी सहभागी हुनु जरुरी छ। टकरावको समाधान र शान्त र कहिलेकाहीँ एक्सपेक्टेड हामीसँग कहिलेकाहीँ विभिन्न खालका टकरावहरू हुन सक्छन्, विभिन्न खालका समस्याहरू क्रिएसन हुन सक्छन्। हामी इन्भल्भ नभएका टपिकहरूमा हामीलाई विभिन्न खालका आरोप प्रत्यारोपहरू पनि आउन सक्छन्। त्यसको समाधान गर्न एकदमै समझदारीपूर्वक आफूले नगरेका गल्तीहरूको पनि कहिलेकाहीँ क्वेसन मार्क आउँछ र मैले हो भन्ने खालको एक खालको हामीमा एक खालको चढिहाल्छ। त्यसो भएको कारणले एकदमै शान्त रहने, समझदारीपूर्वक हामीले त्यसलाई चाहिँ समाधानको बाटोहरू रोज्ने हामीले गर्नुपर्छ। टिमलाई प्रेरित गर्ने रहस्य छ। हरेक टिमलाई समयमै प्रशंसा र सम्मान। हामी प्रशंसा गर्न आफूलाई चाहिँ सबैले प्रशंसा गरिदियो हुन्थ्यो भन्ने हामीलाई एक्सपेक्टेसन हुन्छ, तर अरूलाई प्रशंसा गर्न जान्दैनौँ। राम्रो जति मैले गर्दा र नराम्रो जति अरूले गर्दा भन्ने जुन खालको एउटा ब्लेम मोड छ, त्यो एम्प्लोइ माइन्डसेट अथवा मिडल माइन्डसेट भएका मान्छेहरूले गर्ने एटिट्युड हो। बिजनेसम्यानले जहिले पनि अरूको प्रशंसा गर्छ। भर्खर जोइनिङ गर्दै गरेको मान्छेले थोरै बोलेको कुराहरूमा प्रशंसा गर्ने, भर्खर एचिभर्सहरू जो जन्मिँदैछन्, ट्राभल फन्ड अथवा स्टार्टअप बोनस, विभिन्न टपिकमा उनीहरूलाई सम्मान गर्ने, विभिन्न टपिकमा उनीहरूलाई उत्साह जगाउने, यो टिमलाई प्रेरित गर्ने एउटा रहस्य हो, तरिका हो, ताकि उनीहरूले गरेका साना साना एचिभमेन्टमा पनि उच्च लेभलको सम्मान उनीहरूले प्राप्त गरे भने हरेक मान्छे सम्मानित हुँदाखेरि नै खुसी देखिन्छ। त्यसैले समयमै प्रशंसा गर्ने। आज स्टार एक्जिक्युटिभ भइसक्यो आफ्नो टिममा, आफूले स्पोन्सर गरेको मान्छे आफैलाई थाहा छैन र उसले गरेको एचिभमेन्टको कुनै भ्यालु हुँदैन। त्यस पछाडि उसलाई बिस्तारै बिस्तारै बिजनेसको विषयमा बिर्सने रोग लाग्न थाल्छ। त्यसैले हरेक आफ्नो टिममा कसले कुन लेभल एचिभ गर्दैछ उनीहरूको प्रशंसा, उनीहरूको सम्मान, उनीहरूलाई चाहिँ इन्सपायर गर्ने काम टाइममा गरियो भने मात्रै त्यसले थप एचिभमेन्टका लागि प्रोत्साहन दिन्छ। सफलताको कथा सुनाउने। टिममा, आफ्नो टिममा विभिन्न प्रेरक व्यक्तिहरूले गरेको सफलताको स्टोरीहरू अथवा आफ्नै स्टोरीहरू अथवा त्यही टिममा पनि भएका अन्य व्यक्तिहरूको सक्सेस स्टोरीहरू मार्फत त्यो स्टोरी सेलिङ बिजनेस पनि हो, ताकि एकले गरेको एचिभमेन्टको स्टोरीले अरूको व्यक्तिमा थप प्रेरणा भर्न सक्छ। त्यसैले सफलताको कथाहरू सुनाउने, साना लक्ष्य राख्ने, पुरा भएपछि उत्सव मनाउने। ठुल्ठुला लक्ष्य कहिल्यै पुरा नहुने लक्ष्य मात्रै बनाउने अनि कहिले उत्सव मनाउन पाइन्न, हुँदैन रहेछ भन्ने एउटा नैराश्यता आउन सक्छ। जानु त छ टाढा टाढा, ठुला ठुला लक्ष्यहरू हामीले कायम राख्ने, तर साना साना लक्ष्यहरूमा हामीले टार्गेट मिट गर्ने। आज आफ्नो टिममा स्टार्टअप बोनस एचिभ, फर्स्ट मन्थ जोइनिङ भएर स्टार्टअप बोनस एचिभ गर्ने कतिजना लिडर भए, ट्राभल फन्ड कतिजना भए, उनीहरूको पनि एक खालको हामीले हरेक महिना आफ्नो टिममा आफ्नो ढङ्गबाट उत्सवहरू मनाउन सकिन्छ। र अर्को, टिमको एउटा लक्ष्य निर्धारण गर्ने। वान ड्रिम वान टिम। एउटा टिमको एउटै सपना भयो भने हरेक मान्छे एउटै दिशातिर दिशानिर्देश हुन्छ र एउटै लक्ष्य प्राप्तिका लागि पुरा टिमले पुरै बल लगायो भने त्यो लक्ष्य अवश्य पनि पुरा हुन्छ। त्यसैले आफ्नो आफ्नो टिममा, आफ्नो आफ्नो ग्रुपहरूमा, इन्टरनल बडीमा हामीले एक खालको लक्ष्य निर्धारण गर्नुपर्ने हुन्छ। लक्ष्य निर्धारण गर्दाखेरि अलिक स्मार्ट खालको लक्ष्य निर्धारण गर्नुपर्छ भनिन्छ। यसलाई सर्टकटमा स्मार्ट लक्ष्य भनेको, यस भनेको स्पेसिफिक, एकदमै स्पष्ट हुनुपर्छ। लक्ष्य ठ्याक्कै के हो भनेर चाहिँ लेख्नै पर्छ। मानौँ कि महिनामा 50 स्पोन्सर गर्नु छ भने हामीले आफ्नो डायरीमा यो महिना म 50 जना स्पोन्सर गर्छु,
बी क्लियर अबाउट एक्ज्याक्टली वाट यु वान्ट टु एचिभ, के गर्न चाहन्छु भन्ने कुरा ठ्याक्कै रिटर्न ड्रिमहरू मात्रै हामीले पुरा गर्न सक्छौँ। त्यसैले यो मन्थ मैले यो देखाएको मात्रै हो 50 यही ठ्याक्कै हुनुपर्छ भन्ने होइन, तर कसैले 5 जनाको लक्ष्य राख्नु होला, कसैले 10 जनाको, कसैले 50, कसैले 500, कतिजनालाई प्रस्पेक्ट गर्नु छ ठ्याक्कै लेखेर हामीले स्पेसिफिक बनाउनुपर्छ लक्ष्यलाई। र अर्को चाहिँ मेजरेबल हुनुपर्छ, नाप्न मिल्ने हुनुपर्छ, बिक्री सङ्ख्या, सदस्य, होइन, सफलता कति भयो, होइन, लास्ट मन्थ कति गरेको थियो, अथवा हामीले अनएक्सपेक्टेड गोल भनेको थिएँ नि मैले अघि, अनएक्सपेक्टेड गोल चाहिँ बनाउनु हुँदैन, ताकि आकाश छुने लक्ष्य छ तर भुइँबाट उठ्न कहिल्यै सकेका होइन, त्यसो चाहिँ होइन। हाम्रो गति अनुसारको, हाम्रो टिम अनुसारको, होइन, आज तपाईँ स्टार एक्जिक्युटिभ हुनुहुन्छ भने सिधै डायमन्डमा जाने होइन, पहिला गोल्ड बन्ने लक्ष्य राख्न पर्यो, होइन। त्यो भनेको ठ्याक्कै मापन गर्न मिल्ने खालको लक्ष्य हामीले बनाउनु पर्यो। अर्को एचिभेबल, प्राप्त गर्न सक्ने, चुनौतीपूर्ण हुनसक्छ तर सम्भव देखिने मात्रै लक्ष्यहरू हामीले राख्नुपर्छ, होइन। सर्ट टर्म यहाँबाट चितवन जानु छ तर गाडीमा जानु छ भनेदेखि पहिला हामी कोटेश्वर हुँदै के अरे के भन्छ कलङ्की हुँदै ती छोटा छोटा डिस्टेन्सहरूलाई पार गर्दै जाने त्यो लक्ष्यहरू हामीले बनाउनु पर्ने हुन्छ। र समय सान्दर्भिक टिमको लक्ष्यसँग मेल खाने खालको र टाइम बााउन्ड समय सीमा कति समयभित्र गर्ने हो, त्यो ठ्याक्कै यसलाई स्मार्ट गोल भनिन्छ। यो स्मार्ट गोल अथवा स्मार्ट लक्ष्य हामीले तय गरेर ठ्याक्कै 1 महिनाको हामीले टार्गेट मिट गऱ्यौँ भने तपाईँ हामीले खोजेको र प्राप्त गर्न खोजेका कुराहरू हामीले प्राप्त गर्न सक्छौँ। तर चुनौतीहरूसँग जित्न सकिएन भने, हुँदैन कि भन्ने डर राखियो भने, अथवा होइन बन्दैन भन्ने जस्ता नैराश्यवादी शब्दहरू हामीले प्रयोग गऱ्यौँ भने यहाँबाट हामी अगाडि बढ्न सक्दैनौँ। हरेक शब्दहरूलाई, हरेक प्रयासहरूलाई हामीले चुनौतीहरूलाई जित्ने लिडरको रूपमा साबित गर्न छ। होइन भन्ने शब्दलाई अवसरमा बदल्न पर्ने हुनसक्छ। त्यसैले रिजेक्सन इज रिडिरेक्सन भनिन्छ। अस्वीकार भनेको चाहिँ अर्को बाटो हो। हामीलाई यो व्यवसायमा धेरैले अस्वीकार, रिजेक्सन गर्न सक्छन्, तर पनि हामी निरन्तर अगाडि बढिरह्यौँ भने हामीले रिजेक्सन इज अ डिरेक्सन अथवा अस्वीकार भनेको अर्को बाटो हो भनेर एउटा चुनौतीलाई अवसरमा बदल्ने सामर्थ्य राख्न सक्छौँ। जब टिम सुस्त हुन्छ तपाईँ 2 गुणा मेहनत गर्नुहोस् भनेको छ। कहिलेकाहीँ जब टिम चाहिँ अलिकति ग्रोथमा हुँदैन, मेरो टिमले कामै गरेन, मेरो टिममा त सबै अल्छी भए, मेरो टिमका मान्छे त बोलाएको जति कोही पनि प्रोग्राममा आउँदैनन्, जो मिटिङमा नै आउँदैनन् भनेर टिमको नैराश्यतालाई आफ्नो नैराश्यता बनाएर मान्छे आफै विलय भइरहेको हुन्छ। वेन द टिम लुज एनर्जी यु मस्ट ब्रिङ द एनर्जी। लिडरसिप मिन्स द लिडिङ बाई एक्जाम्पल। लिडरसिप मिन्स लिडिङ बाई एक्जाम्पल, लिड बाई एक्जाम्पल, उदाहरणीय बन्न छ। त्यसैले जब टिम सुस्त भइरहेको छ भने तपाईँले 2 गुणा मेहनत गरेर आफ्नो टिममा चार्ज गर्नुपर्ने हुन्छ, आफ्नो टिमलाई एक्स्ट्रा इनर्जी प्रवाह गर्नुपर्ने हुन्छ र तपाईँले यस्तो लिडरसिप क्षमता देखाउनु पर्ने हुन्छ ताकि हरेकले तपाईँको उदाहरण दिएर बोलुन्, उदाहरण दिएर काम गरौँ, उदाहरण दिएर टिम ग्रोथ गरौँ, उदाहरण दिएर एचिभमेन्ट प्राप्त गरौँ। फलानुको जस्तो गर्न पाए त भन्ने खालको एउटा ओडहरू चाहिँ टिममा देखिन्छ। चुनौती आउँदा अगाडि बढ्ने हिम्मत देखाउनुहोस्। हरेक चुनौतीबाट यो समस्या छ, यहाँबाट चाहिँ अरूले गरिदिए हुन्थ्यो भन्ने खालको भावबाट हरेक चुनौती, यो चुनौतीलाई चाहिँ मैले जित्ने हो, मैले बढाउने हो भन्ने खालको हिम्मत दिएर अगाडि बढाउनुहोस्। प्रतिस्पर्धा डरलाग्दो होइन, प्रतिस्पर्धा चाहिँ प्रेरणादायक हुनपर्छ भनेको छ। प्रतिस्पर्धा कम्पिटिसन गर्न पर्यो भने चाहिँ डराउने होइन, प्रेरणादायक, थप एक्स्ट्रा मोटिभेसनल बन्न सक्छ। त्यसैले कहिलेकाहीँ कम्पिटिसन नहुँदाखेरि पनि, चुनौती नआउँदाखेरि पनि हामीले हाम्रो इनर पावरलाई बाहिर देखाउने अवसर प्राप्त नगरिरहेका हुन्छौँ। त्यसैले प्रतिस्पर्धालाई डर लाग्दो रूपमा होइन, प्रेरणादायक रूपमा तपाईँहरूले हेर्न जरुरी छ। हरेक असफलताले तपाईँको कथालाई शक्तिशाली बनाउन सक्छ। पटक पटक फेल नभएर एकैचोटिमा तपाईँ पास भन्नुभएको छ भने तपाईँको सक्सेसको कुनै स्टोरी नै बन्दैन, कथा नै बन्दैन। यसलाई यसलाई हामीले एउटा मिठो भाषामा भन्ने गरेका छौँ, हिरो बाई मिस्टेक। कहिलेकाहीँ झुक्किएर तपाईँले गरेको एचिभमेन्टले तपाईँलाई न त दीर्घकालीन एचिभमेन्ट दिन सक्छ, न त तपाईँले त्यो प्राप्त गरेको त्यो एचिभमेन्टको कुनै भ्यालु दिन सक्छ। त्यसैले पटक पटक ठक्कर खाएर प्राप्त गरेको एचिभमेन्टले तपाईँलाई असफल हुने कारण र असफलता हुन सक्ने ठाउँ र त्यसबाट सिक्नुपर्ने कुराहरू समेत तपाईँ र तपाईँको अर्गनाइजेसनलाई सिकाउन सक्ने क्यापेबल बनाउँछ। र तिनै कथाहरू सुन्नको लागि भोलि मान्छेहरूले लाइनबद्ध हुन सक्छन्। त्यसैले नेभर से आई कान्ट, यु विल वान्ट टु लिड। तपाईँले म सक्दिनँ भन्ने भावबाट बाहिर आएर
म लिड गर्नको लागि, नेतृत्व गर्नको लागि म जन्मिएको हुँ भन्ने कुराको महसुस गर्नुपर्छ। र साँच्चीकै लिडर चाहिँ त्यही हो जो आँधीमा पनि मुस्कुराउन सक्छ। ट्रु लिडर्स स्माइल इभन ड्युरिङ द स्टर्म्स। समस्याको विषम परिस्थितिमा चाहिँ कयौँ स्थापित भएका लिडरहरू, नेतृत्वहरू चाहिँ विलय पनि हुन सक्छन्। तर कुनै विषम परिस्थितिमा नयाँ नयाँ र शक्तिशाली नयाँ नेतृत्वहरू जन्मिन सक्छन्। क्राइसिसमा, चाहे लकडाउनको समयमा होस्, चाहे चाहे अर्थक्वेक यानि कि भूकम्पको समयमा होस्, थुप्रै नयाँ नेतृत्वहरू जन्मिएका छन् देशमा। त्यसैले गर्दा क्राइसिसले, विषम परिस्थितिले नयाँ नेतृत्वहरू जन्माउँछ। त्यसैले तपाईँ हामी पनि एउटा परिस्थितिलाई लिड गर्ने रूपमा चाहिँ स्थापित हुन जरुरी छ। टिम डुप्लिकेसन गर्न जरुरी छ। यो डुप्लिकेसनको बिजनेस हो। जब फोटोकपी मेसिनले फोटोकपी गर्दैन भनेदेखि त्यसलाई कबाडीमा बेच्नुपर्ने देखिन्छ। त्यसैले यो डुप्लिकेसनको बिजनेस हो। यदि तपाईँ हामीले डुप्लिकेसन गर्न सकेनौँ भने, आफू टाइगरले नयाँ टाइगर जन्माएन भने टाइगरहरूको सङ्ख्या लोप हुँदै जान सक्छ भने जस्तै डुप्लिकेसनको बिजनेस हो। तपाईँ लिडर बन्नुभएको छ भने लिडरको काम नयाँ लिडरसिप जन्माउने हो। युजर मात्रै जन्माउने होइन, मात्रै के भन्छ, कन्ज्युमर मात्रै जन्माउने होइन, मेम्बर मात्रै जन्माउने होइन। त्यो सिङ्गो अर्गनाइजेसनलाई लिड गर्न सक्ने लिडरसिप क्षमतामा अब्बल भएका मान्छेहरू जन्माउनको लागि तपाईँ हामीले टिम डुप्लिकेसन गर्नु जरुरी छ। टिम डुप्लिकेसन भन्नाले जे गरेर तपाईँ सफल हुनुभएको छ नि हो, त्यसैलाई तपाईँको डाउनलाइन अथवा साथीहरूले पनि दोहोऱ्याउन सकुन् भन्ने सुनिश्चित गर्नु हो। तपाईँले जे गर्नुभएको छ यो मैले मात्रै सक्छु होइन, अरूले पनि यो काम गर्न सक्छन्, तर यसको मार्गनिर्देश मैले गर्न पर्छ भन्ने कुरा तपाईँले आफ्नो टिममा सुनिश्चित गर्नुभयो भने उनीहरूले त्यसैलाई फलो गर्छन्। त्यसैले सफलता एकपटकको कुरा हुँदै होइन। तपाईँले प्राप्त गरिहाल्नुभयो, अब अरू कसैले सक्दैनन् भन्ने कुरा होइन। तपाईँले जुन बाटोबाट जुन एचिभमेन्ट प्राप्त गर्नुभएको छ त्यो लाखौँले दोहोऱ्याउन मिल्ने प्रणाली हो। त्यसैले त्यही चिजलाई हामीले डुप्लिकेसन गर्दै आफू जसरी एचिभमेन्ट प्राप्त भएको छ त्यसै गरी अरूलाई पनि सिकाउनको लागि र यो चिजमा डुप्लिकेसन गर्नको लागि नै यो बिजनेस प्रणालीको स्थापना भएको हो। नयाँलाई प्रभावकारी तरिकाले प्रशिक्षण दिनुहोस्। नयाँ मान्छेहरू जो तपाईँको टिममा आएका छन् उनीहरूलाई एकदमै अप्ठ्यारो ढङ्गले सिकाउने होइन, उनीहरूलाई यस्तो ढङ्गबाट सिकाउनुहोस् जुन चिज उनीहरूले सिकेपछि अरूलाई पनि सिकाउन सकुन्। पहिलो दिनदेखि नै स्पष्ट दिशा निर्देश गर्नुहोस्, कन्फ्युजन बनाउने होइन। यसको डाइरेक्ट सेलिङको नर्म्स, एथिक्स, भ्यालु सिस्टम, कल्चर, बिहेभियर हरेक टपिकमा एकदमै सान्दर्भिक ढङ्गबाट, सजिलो ढङ्गबाट उनीहरूले पनि बुझ्ने गरी सिकाउने कोसिस गर्नुहोस्। सान्दर्भिक ट्रेनिङ जस्तै उत्पादन होस्, उत्पादनको जानकारीको विषयमा पनि भाषसँगै आजको आज डक्टर बनाउने तरिकाले होइन, यसका बेसिक कुराहरू, यसका उत्पादनका बेसिक बेनिफिट्सहरूको विषयमा हामीले उनीहरूलाई बताउन सक्ने गरी, उनीहरूले पनि अरूलाई बताउन सक्ने गरी व्यावसायिक प्लानको प्रेजेन्टेसन गर्ने शैलीमा पनि एकदमै सहज ढङ्गबाट सिकाउने कोसिस गर्नुहोस् र उनीहरूलाई कन्टिन्यू फलोअप गर्ने कुराहरू कन्टिन्यू फलोअपमा राख्नुहोस्। लर्न डु एन्ड टिच मोडल अपनाउनुहोस्। सिक्ने अनि गर्ने, त्यसपछि सिकाउनु। अरू धेरै बुझ्न जरुरी छैन। सिक्ने, आफू गर्ने र आफूले गरिरहेको कामहरूलाई सिकाउने, फेरि सिक्ने, फेरि सिकाउने, त्यसरी गर्ने, त्यस पछाडि सिकाउने। यो फर्मुला अपनाउनुहोस्। स्टेप बाई स्टेप प्रक्रियामा जानुहोस्। आउने बित्तिकै भएका सबै कुरा सिकाउन पर्छ जरुरी छैन। आउने बित्तिकै वेलकम प्रोसेस इन्ट्री कसरी गर्ने, नयाँ आइडी कसरी बनाउने, केवाइसी कसरी भर्ने, पर्चेजिङ कसरी गर्ने, आइडी एक्टिभेसन भनेको के हो होइन, तपाईँको रेस्टलेक कसरी बन्छ, मेनलेक कसरी बन्छ, प्लेसमेन्ट के हो, यी बेसिक कुराहरू चाहिँ तपाईँ ती व्यक्तिहरूलाई पनि सिकाउन तपाईँले आजैबाट कम्प्लिट प्याकेज चाहिँ सिकाउन कोसिस गर्नुहोस्। त्यसो भयो भने तपाईँले आफूलाई लोड कम हुन्छ होइन। लिडर चाहिँ नत्र लोडर जस्तो बन्छ। तपाईँ डिभाइन भइसक्नु भएको छ, कतिपय इगल भइसक्नु भएको छ, रुबी भइसक्नु भएको छ, एमरल भइसक्नु भएको छ, फेरि इन्ट्री गर्न पर्यो भने आफ्नो अपलाइनलाई दिनपर्छ। त्यसो भयो भने तपाईँ डुप्लिकेसन कम्प्लिट हुँदैन, डुप्लिकेसन बन्दैन। त्यसैले यो काममा तपाईँले जे जे सिक्नु भएको छ जस्ताको जस्तै अरूलाई सिकाउने र आफ्नो काम आफै गर्ने प्रक्रियामा अगाडि बढाउने। प्रोस्पेक्टिङ, प्रेजेन्टेसन, फलोअप, क्लोजिङ र डुप्लिकेसन, यी सबै कुराहरू एकै प्रकारले हरेक व्यक्तिमा सिस्टममा लागू गर्नुभयो भने मात्रै यो सिस्टमले तपाईँलाई माथि पुर्याउन सक्छ। अदरवाइज तपाईँलाई ट्रेडिसनल बिजनेसमा अथवा रिटेल मार्केटमा जुन खालको लोड थियो त्योभन्दा पनि भारी यो टिमवर्कमा पर्न सक्छ। र टिमलाई आत्मनिर्भर बनाउनुहोस्। सधैँ स्पुन फिडिङ नगर्नुहोस्।
चम्चाले खुवाइदिने मात्रै कि आफ्नो टिममा त राम्रा राम्रा क्षमता भएका मान्छेहरू छन् तर उनीहरूको क्षमताको प्रयोग नगर्ने सबै आफै गरिदिने केवाइसी पनि आफै गरिदिने जोइनिङ पनि आफै गरिदिने प्लेसमेन्ट पनि आफै मिलाइदिने डाउ परे सिएनसी पनि आफै गरिदिने सबै आफै गरिदिने एउटा लोडरको रूपमा स्थापित भइरहेको छौँ हामी कतिपय त्यसैले टिमलाई आत्मनिर्भर बनाउने हरेक कुराहरू सोच्न निर्णय लिन सिक्न सिकाउन प्रेरित गर्नुहोस् लिडरसिपको अवसर दिनुहोस् उनीहरूलाई पनि केही कामको जिम्मेवारी दिनुहोस् बेला बेलामा प्रेजेन्टेसन गर्न लगाउनुहोस् मिनी लिडर्सहरू बनाउनुहोस् सानो सानो टिममा आफू सहितको उपस्थितिमा उनीहरूलाई केही बोल्न लगाउनुहोस् केही कुराहरूलाई करेक्सन गर्नुहोस् त्यसो गर्दै अगाडि बढ्नुभयो भने टिम डुप्लिकेसनमा जान्छ जब टिम डुप्लिकेसनमा जान्छ भने मात्रै तपाईँको टिम ऱ्यापिडली अगाडि बढ्छ तपाईँ जस्तो उनीहरू पनि त्यस्तै बन्छन् कतिपयलाई लाग्छ मैले नगरे नि मेरो टिममा एक्टिभ मान्छेहरू छन् काम भइहाल्छ भन्ने खालको सोच लाग्छ नि त्यो एक दिन न एक दिन काहीँ न काहीँ गएर ब्रेक हुन्छ त्यसैले तपाईँ यदि नियमित हुनुहुन्छ भने मात्रै उनीहरू पनि नियमित हुन्छन् तपाईँ सकारात्मक हुनुहुन्छ भने मात्रै टिममा ऊर्जा आउँछ त्यसैले तपाईँ जस्तो हुनुहुन्छ तपाईँको टिम त्यस्तो बन्दै जान्छ तपाईँ जसरी बिजनेसलाई ड्राइभ गरिरहनु भएको छ त्यसरी नै तपाईँको टिम अगाडि बढ्छ त्यसैले याद गर्नुहोस् डुप्लिकेसन सिस्टम भनेको नट ओन्ली पर्सनालिटी तपाईँको व्यवहार कार्यशैली प्रेजेन्टेसन स्टाइल यी सबै चाहिँ अरूलाई सिकाउन मिल्ने हुनुपर्छ तपाईँले के नै नयाँ चिज सिकेर आउनुभयो तर अरूलाई सिकाउन नमिल्ने खालको भयो भने त्यसबाट डुप्लिकेसन हुँदैन सरल कार्यशैली हुनुपर्छ आधा उधी कुराहरू त तपाईँलाई हेरेर नै मान्छेले सिक्नपर्छ नेतृत्व र नैतिकता सबैभन्दा प्रश्न चिन्ह खडा भएको छ संसारमै नेपालमा मात्रै होइन नेतृत्व एउटा र अर्को नैतिकता नेतृत्वमा नैतिकता भएन भने त्यो पुरै अर्गनाइजेसन खल्लो साबित हुन्छ त्यसैले डाइरेक्ट सेलिङमा तपाईँ लिडर मात्रै होइन एउटा रोल मोडल पनि हो धेरैले तपाईँको नाम लिन्छन् धेरैले तपाईँ जस्तो बन्न खोज्छन् धेरै मान्छे तपाईँको लेभलमा पुग्नको लागि प्रयासरत छन् धेरैले आफ्नो सपनाहरू दाउमा लगाएर तपाईँले देखाउनु भएको मार्गमा तपाईँलाई पछ्याइरहेका छन् त्यसैले तपाईँ एउटा लिडर मात्रै होइन एउटा डिस्ट्रिब्युटर मात्रै होइन एउटा ऱ्याङ्क अचिभर मात्रै होइन तपाईँ रोल मोडल हो त्यसैले लाखौँले आफ्नो भाग्य र भविष्य तपाईँको डिजाइनमा तपाईँको निर्देशमा अगाडि बढाइरहेका छन् गरिरहेको कामलाई छोडेर गरिरहेको जागिरलाई छोडेर जान खोजेको देशबाट भिजा क्यान्सल गरेर पनि तपाईँको पछाडि केही सम्भावना छ भनेर विश्वास गरेर अगाडि बढिरहेका छन् त्यसैले तपाईँ सानोतिनो टपिकमा कसैले दिएको आश्वासनमा थोरै डगमगाउनु भयो भने तपाईँ एकपटक डगमगाइसके पछाडि त्यही अर्गनाइजेसनले जसले तपाईँलाई नजिकबाट चिन्छ उनीहरू कहिले तपाईँको विश्वास गर्दैनन् त्यसैले झुटो बाचाहरू नगर्नुहोस् यो केही पनि भयो अहिले एउटा ट्रेन्ड चलेको छ जे पनि भनेर ल्याउने कसरी हुन्छ ल्याउने आफ्नो डाउनलाइन बनाउने तल झुन्डाउने यस्तो कामबाट बचेर मात्रै काम गर्नुपर्छ तपाईँलाई पनि कसैले अवसर दिन सक्छ अथवा तपाईँलाई पनि विभिन्न खालका बाचाहरू मान्छेले गर्न सक्छ विदाउट सिस्टम भन्दा बाहेक कसैले अनएक्सपेक्टेड केही नयाँ दिन्छु भन्यो भने त्यसको सोर्स खोज्नु एकदमै जरुरी छ र त्यो दिगो हुँदैन 100% हुँदैन र त्यो मान्छेको पछाडि कोही पनि लाग्नु उपयुक्त हुँदैन सिस्टममा यदि तपाईँलाई कोही कम्पनी अथवा व्यक्तिले केही अफर दिइरहेको छ भने तपाईँभन्दा पछाडि आउने 1000 लेभल तल आउने त्यो मान्छेलाई पनि त्यो सिस्टमले त्यही अफर दिन सक्छ त्यो क्वेसन तपाईँले आफूले आफूलाई गर्नुपर्ने हुन्छ त्यसैले झुटो बाचा नगर्नुहोस् बोलेर विश्वास जित्नुहोस् जे बोल्नु भएको छ त्यो कुरा पटक पटक तपाईँले आफूले आफूलाई प्रश्न गर्नुपर्ने हुन्छ एकपटक गुमेको विश्वास फर्कन गाह्रो हुन्छ मात्रै होइन कहिले नफर्कन सक्छ कम्पनीको नीति अनुसार मात्रै काम गर्नुहोस् नेतृत्व भनेको नियम तोड्ने हो नियम बनाउने होइन सरी नियम तोड्ने होइन नियम बनाउने हो कतिपयले भन्नुहुन्छ मेरै टिममा पनि हाम्रै अर्गनाइजेसनमा पनि तपाईँहरू जतिको डायमन्ड भइसकेको लिडरले भनेको कुरा पनि कम्पनीले नसुन्ने यति त तपाईँले भनेपछि भइहाल्छ नि भन्नुहुन्छ होइन त्यसैले नेतृत्व भनेको चाहिँ नियम तोड्ने होइन नियम बनाउने हो र नियममा अनुशासनमा रहने हो कुनै पनि चिज यदि सिस्टममा छैन भने त्यसलाई जबरजस्ती गर्ने गराउने होइन यसलाई एउटा सिस्टम ओरिएन्टेड बिजनेस मोडलको रूपमा हामीले लिएका छौँ त्यसैले इन्फ्लुएन्स पारेर गाली गरेर थर्काएर अथवा धम्काएर विभिन्न खालका गलत निर्णयहरू हामीले म्यानेजमेन्टलाई गर्न लगायौँ भने यो सदाका लागि लिकेज हुन्छ र यो सिस्टममा ब्रेक आउँछ त्यसैले गर्दा आज हाम्रो अर्गनाइजेसन 70,000 हाराहारीमा छ भोलि 7 लाख बन्ला भोलि 70 लाख बन्ला तर आज हामीले साना साना कुरामा ख्याल गर्दै कम्पनीको नीति अनुसार काम गरिएन भने सिस्टममा हामीले एकदमै नेग्लिजेन्स गऱ्यौँ भने हाम्रो सिस्टमबाट हामी आफै चाहिँ भोलि ब्रेक हुनुपर्ने अवस्था आउन सक्छ त्यसैले कम्पनीको नीतिभन्दा बाहिर गएर अनैतिक एक्टिभिटिजहरू गर्न गराउन कसैलाई पनि प्रोत्साहित नगर्नु नै नेतृत्वको अर्को नैतिकता हो त्यसैले हामीले स्ट्रङ नियम बनाउनुपर्छ र त्यो नियमको परिधिभित्र
माथिल्लो लेभलका अथवा तल्लो लेभलका सबै लेभलका मान्छेहरू अटाउने हुनपर्छ। विश्वास जित्न तपाईँ हामीलाई वर्षौँ लाग्न सक्छ। आज डाइरेक्ट सेलिङ उद्योगमा धेरै लिडरहरू छन् जसले विश्वास गुमाए, उनीहरूलाई फेरि विश्वास जित्ने अवसर प्राप्त नै भएन। तर विश्वास जित्नको लागि 20औँ वर्ष 25औँ वर्ष लगाएका व्यक्तिहरूले पनि सानो मिस्टेकको कारणले अब फेरि मार्केटमा फर्किन नसक्ने अवस्थामा परिणत भइसकेको छ। त्यसैले विश्वास गुमाउन 1 मिनट पनि लाग्दैन। त्यसैले साना साना चिजमा नअल्झिकन विश्वासलाई कायम राख्नको लागि तपाईँ कसरी बोल्नुहुन्छ, कसरी काम गर्नुहुन्छ, सबैले तपाईँको नेतृत्वको सबैले तपाईँको नेतृत्वको स्तर देखाउँछ। त्यसैले बोल्ने कुरामा, हिँड्ने कुरामा, काम गर्ने कुरामा, डिसिजन गर्ने कुरामा, टिममा मोटिभेट गर्ने कुरामा तपाईँ हामीले एकदमै सोचेर बुझेर र सबैको हितका लागि गर्नुपर्ने हुन्छ। त्यसैले नेतृत्व त्यस्तो दिप हो जसले आफू जल्छ र अरूलाई उज्यालो दिन्छ। तपाईँ हामीलाई जल्दाखेरि पीडा हुनसक्छ, तर सिङ्गो अर्गनाइजेसनलाई उज्यालो दिन्छ भने तपाईँ हामीले आफ्नो पीडालाई पनि सहन पर्ने हुनसक्छ। लिडरसिप इज द ल्याम्प द्याट पॉइन्ट्स इट्सेल्फ टु लाइट द वे फर अदर्स। महान लिडर आफैमा लगानी गर्छन्। आफैमा लगानी भनेको के हो त भन्दा सिक्नको लागि। 10 वर्ष अगाडि पनि त्यही कुरा डाइरेक्ट सेलिङको विषयमा बताएको, आज पनि त्यही कुरा बताउने, भोलि पनि त्यही कुरा बताउने, मान्छेमा एउटा इरिटेसन आइसक्यो। आज 2-5 कक्षा पढ्दै गरेको बच्चाले पनि इन्टरनेसनल लेभलका मोटिभेसनहरू र नयाँ टेक्नोलोजीहरूको विषयमा डिस्क्राइब गर्न थालिसकेका छन्। त्यसैले आजको जेनेरेसन भनेको टेक्नोलोजीको जेनेरेसन हो। एज भनेको टेक्नोलोजीको जेनेरेसन हो, एआईको जमाना हो। त्यसैले नयाँ नयाँ कुराहरू खोज्ने, पढ्न सिक्ने र नयाँ नयाँ इनोभेसनहरू गर्ने, प्रोग्रामका पनि नयाँ नयाँ ढाँचाहरू तयार गर्ने, यो चिज हामीले गरिएन भने अबको जेनेरेसनले हामीलाई सर्लक्कै निल्दिन सक्छ, किल्चिदिन सक्छ, होइन, अँध्यारोमा धकिलिदिन सक्छ र तपाईँ हाम्रो ट्र्याक पनि पुरानो हुनसक्छ। त्यसैले सेमिनार, ट्रेनिङ र कार्यक्रमहरूमा निरन्तर भाग लिने, नयाँ नयाँ कुराहरू सिक्ने। यदि इन्टरनेसनल लेभलका ट्रेनरहरू नेपालमा अर्गनाइज भइरहेको छ प्रोग्रामहरू भनेदेखि टाउको टेकेर भए पनि त्यहाँ उपस्थित बन्ने, पक्कै पनि केही नयाँ कुराहरू सिकिन्छ। मेन्टर बनाउने र मेन्टर बन्ने, सिक्ने, सिकाउने, आफ्नो पनि अग्रज एकजना कसैलाई मेन्टर बनाउने र आफूसँग जोडिएका हरेक मान्छेलाई मेन्टर बन्नको लागि प्रेरित गर्ने। त्यसै गरी आफ्नो जीवनलाई चाहिँ उदाहरणीय बनाउने, लिड बाई एक्जाम्पल। तपाईँ यदि अगाडि बढ्नुभयो भने मात्रै, तपाईँले केही नयाँ चिजहरू गर्नुभयो भने मात्रै, कि नयाँ नयाँ चिजहरू टिममा फ्याँक्नुभयो भने मात्रै तपाईँको टिम बढ्छ अटोमेटिकली, नत्र तपाईँको टिम अटोमेटिकली राइज हुन्छ। कालोमा चढ्नको लागि गियर हाल्ने हो मित्र। ओह्रालो झर्ने त अटोमेटिक व्यवस्था छ। ओह्रालो झर्नको लागि गियरको आवश्यकता पर्दैन। न्युट्रलमा पनि ब्याक गियरमा त तपाईँको ओह्रालोमा त बग्छ। त्यसैले तपाईँ जहाँ हुनुहुन्छ त्यहीँ बस्नको लागि नयाँ कुरा केही सिक्नु पर्दैन। तपाईँ जस्तो हुनुहुन्छ त्यस्तै बन्नको लागि नयाँ कुरा केही सिक्न पर्दैन। तर तपाईँ अगाडि बढ्न छ भने हिजोभन्दा आज, आजभन्दा भोलि फार बेटर बन्न छ भने, हिजोभन्दा आज तपाईँको इन्कम जेनेरेट बढी गर्न छ भने, हिजोभन्दा आज तपाईँलाई धेरै मान्छेले फलो गरोस् भन्ने चाहनुहुन्छ भने तपाईँले हिँड्ने, बोल्ने, खाने, सिक्ने, सिकाउने हरेक कुरामा तपाईँको डेभलप हुनु जरुरी छ, ग्रो हुनु जरुरी छ। हाम्रो सफलताको केही उदाहरणहरू पनि छन्। गोल्डन नेपालका टप लिडरहरूको छुट्टै कथाहरू छन्। आज मलाई गर्व लाग्छ, आज पूर्व मेचीदेखि महाकालीसम्म, चाहे चाहे त्यो सुदूरपश्चिमको विभिन्न गल्लीहरूमा, घर घरमा होस्, अथवा पूर्वको विभिन्न ठाउँहरूमा होस्, आज यो सेसनमा जति पनि जोडिनु भएको छ, सायद यहाँहरूको नजिकको सहरसम्म म पुगिसकेको छु। करिब महिनामा एकचोटि नभए पनि 2-3 महिनामा एकचोटि म हरेक ब्रान्चहरूमा पुग्ने गरेको छु। म नपुगेको कुनै ब्रान्च सायद नहुन सक्छ। त्यसैले टप लिडरहरू जसले कसरी सङ्घर्षबाट यो सफलताको लेभलसम्म पुगे, कुन बानीले उनीहरूलाई अगाडि बढायो, उहाँहरूको सन्देश के छ, त्यो पनि तपाईँहरूले लिन सक्नुहुन्छ र त्यसलाई नै प्रेरणाको एउटा आधार मानेर तपाईँहरूले पनि त्यही जस्ताको तस्तै कपी गरेर अगाडि बढ्न सक्नुहुन्छ। कतिपयले आफ्नो घरभन्दा बाहिर तल्लो घरको मान्छेले गोल्डन नेपालको विषयमा बताउनु भएकै छैन, तर गोल्डन नेपालको टप एचिभर बन्न छ। त्यसो भएको हुनाले कोदो रोपेर सुन्तला चाहिँ फल्दैन, त्यसैले उत्तिसको बोटमा सुन्तलाको फल लाग्छ भनेर आशा गर्नु फगत पागलपन मात्रै हुन्छ। त्यसैले जे प्राप्त गर्ने हो त्यसका लागि गर्नुपर्ने हरेक एक्टिभिटिजहरू हामीले डेली रूपमा गऱ्यौँ भने मात्रै त्यसको एचिभमेन्ट फलदायी हुन्छ। तपाईँको जस्तै सपना देख्नेहरूले नै इतिहास बनाएका छन्। इतिहास बनाउने ती मान्छेहरू हुन् जसले सपना देखे। त्यसैले सफलताले समय लिन्छ तर सम्भव छ। गोल्डन नेपालमा धेरै लिडरहरूले शून्यबाट सुरु गरेर सफलताको शिखर छुमेको उदाहरण प्रशस्त तपाईँहरूले देख्न सक्नुहुन्छ। उनीहरूको कथा तपाईँको प्रेरणाको स्रोत बन्न सक्छ। सुरुवात सानो हुनसक्छ तर सोच चाहिँ ठुलो हुनुपर्छ। ठुलो सोचसहित सानो सुरुवात आजैबाट गर्नुभयो भने पक्कै पनि तपाईँ त्यो एचिभमेन्टको लेभलमा पुग्न सक्नुहुनेछ। यिनीहरू कसरी सफल भए, गोल्डन नेपालमा होस् अथवा डाइरेक्ट सेलिङमा, अघि मैले देखाएका आँकडा अनुसारका एचिभमेन्टको रेकर्डहरू हेर्ने हो भने उनीहरूले दैनिक रूपमा समय दिए।
ट्रेनिङलाई छुटाएनन्, मेन्टरको कुरा सुने, जस्तोसुकै विषम परिस्थितिमा पनि हार मानेन, निरन्तर अगाडि बढिरहे, इथिकल काम गरेर आफ्नो सिङ्गो टिमसँग विश्वास बनाए। त्यसैले आज त्यो लेभलमा तपाईँ हामीले देख्न सकिरहेका छौँ भने त्यही कुरालाई हामीले निरन्तरता फलो गऱ्यौँ भने मात्रै हामी त्यो लेभलमा पुग्न सक्छौँ। अबको कार्ययोजना, एक्सन प्लान भनेको हाम्रो के हुनुपर्छ? ज्ञान। ज्ञान भनेको के हुन्छ भने तपाईँ हामीले जान्नु चाहिँ ज्ञान हो, चुरोट खानु हुँदैन भन्ने कुरा थाहा पाउनु चाहिँ ज्ञान हो। तर ज्ञानले मात्रै परिणाम दिँदैन, कार्यले मात्रै परिणाम दिन्छ। त्यसैले ज्ञान हुनु चाहिँ थाहा हुनु चाहिँ ज्ञान हो भनेदेखि काम गर्नु चाहिँ के हो? परिणाम हो। त्यसैले परिणामले मात्रै हामीलाई एउटा लेभलमा पुर्याउँछ। त्यसैले लक्ष्य निर्धारण गर्नुहोस्, एउटा क्लियर गोल सेटिङ गर्नुहोस्। सपना देखिएपछि लक्ष्य बन्छ र कार्यपछि उपलब्धि बन्छ। त्यसैले सपना देखिएर मात्रै हुँदैन, त्यो कार्य गर्नुपर्छ। त्यसैले आजको प्रशिक्षण पछाडि तपाईँलाई मैले 3वटा होमवर्क दिन चाहन्छु। तपाईँले 3वटा लक्ष्य निर्धारण गर्नुहोस्। एउटा लक्ष्य नम्बर 1, लक्ष्य नम्बर 2, यो महिना के गर्ने, यो वर्ष के गर्ने र अबको 3 वर्षभित्रमा मैले के गर्ने। यो स्पष्ट गोल्डन नेपालबाट तपाईँले एक्सपेक्ट गर्नुभएको 3वटा लक्ष्य आजैबाट तपाईँले डायरीमा कोर्नुहोस् र त्यसकै मुताबिक त्यसलाई प्राप्त गर्नको लागि गर्नुपर्ने हरेक एक्टिभिटिजहरूलाई दैनिक एक्टिभिटिजको रूपमा एउटा करिकुलम बनाएर अगाडि बढ्नुहोस्। त्यसो भयो भने मात्रै तपाईँ अगाडि बढ्न चाहनुहुन्छ। एउटा सुझाव दिन चाहन्छु, तपाईँलाई मासिक आम्दानी कति पुर्याउने हो, त्यसका लागि कतिजना नयाँ सदस्यहरू प्रतिदिन अथवा प्रति महिना जोड्नुपर्ने हुन्छ र त्यो आफूसँग जोडिएका हरेक व्यक्तिहरूलाई कसरी आफ्नो प्रस्तुति यानि कि लिडरसिपमा के सुधार गर्नुपर्ने हो, यी 3वटा कुरा जरैदेखि सुधार गरेर अगाडि बढ्नुहोस्। हप्तामा कति दिन काम गर्ने एउटा तालिका बनाउनुहोस्। दैनिक कति समय तपाईँले गोल्डन नेपाललाई दिने हो, त्यसको एउटा तालिका बनाउनुहोस्। सिकाइको समय कति बेला पढ्ने हो, ट्रेनिङमा कति कति बेला उपस्थित हुने हो। हाम्रो जीवन परिवर्तन गर्नको लागि कम्तीमा 1-2 घन्टा समय पर्याप्त हुन सक्छ, तर लगातार त्यो समय दिनुपर्ने हुन्छ। महत्त्वपूर्ण यहाँलाई एउटा सूचना राख्न चाहन्छु, हरेक शनिबार काठमाडौँको अफिसमा सेमिनार सञ्चालन हुँदैछ। समयमै सहभागी बन्न र बनाउनको लागि, यो तालिममा सहभागी बन्नको लागि यहाँहरूले आफ्नो टिमलाई मोबिलाइज गर्नुहोला। हामी देशभरका शाखाहरूको नियमित भ्रमणमा आउँदैछौँ। हरेक शाखाहरूमा हामीले एउटा सेड्युल बनाएर अब भ्रमण गर्ने एउटा समय तालिका बनाउँदैछौँ। शाखा भ्रमणको मिति क्रमशः हामीले प्रकाशित गर्नेछौँ। त्यसैले सबै शाखा टिमले नयाँ अपडेट र कार्यक्रमहरूको लागि पूर्व तयारी रहनुहोस्। किन भन्दा आज सेड्युल छैन, तपाईँले टिम बनाउनु भएको छैन, तर भोलि सेड्युल हुन्छ, त्यति बेला तपाईँसँग टिम नहुन सक्छ। त्यसैले आजैदेखि एउटा अर्गनाइज भएर आफ्नो टिमलाई चाहिँ एकदमै धारिलो बनाउनको लागि कोसिस गर्नुहोस्। नयाँ योजना, नयाँ जोस र स्पष्ट दिशासहित हामी अगाडि बढ्नको लागि यहाँहरूको सहरसम्म आउँदैछौँ। तपाईँ तयार रहनुहोस्, ट्रेनिङमा लाग्नुहोस्, ग्रोइङमा रमाउनुहोस्। कसैले विभिन्न खालका नकारात्मक हल्लाहरू फैलाउन सक्छन्, फलेको रूपमा जसले पनि झटारो हान्न सक्छन्। काठमाडौँमा कहीँ कतै मेरै नाम जोडेर पनि या कम्पनी छोड्ने रे यहाँ त्यहाँ बाङ्गाटिङ्गा कुराहरू समेत गर्न भ्याइसकेका रहेछन्। त्यसो भएको कारणले यी गलत अफवाहको पछाडि नलागिकन आफू र आफ्नो लिडरसिपमा 100% विश्वास, 100% ट्रस्ट सहित एउटा कमान्डरको हिसाबले, एउटा कमान्डिङ लिडरसिपको हिसाबले तपाईँ अगाडि बढ्नुहोस्। आफ्नो लक्ष्यमा केन्द्रित रहनुहोस् र टिमलाई सकारात्मक ऊर्जा दिनुहोस्। याद राख्नुहोस्, डिसिप्लिन ब्रिङ्स डिरेक्सन, ट्रेनिङ ब्रिङ्स ट्रान्सफर्मेसन। लेट्स मुभ फरवर्ड, फोकस, युनाइटेड एन्ड इन्सपायर। एकले अर्कालाई प्रेरणा जगाउँदै अगाडि बढौँ। विशेष धन्यवाद दिन चाहन्छु गोल्डन नेपाल फ्यामिली। आज हामी एउटै परिवारमा 70,000को ग्रुपमा लिडिङ गर्ने अवसर प्राप्त भइरहेको छ। आफ्नो सपनाको उचाइसम्म पुग्ने एउटा डिरेक्सन तय भएको छ। फाउन्डर टिमलाई पनि विशेष धन्यवाद, जसले यो महान यात्राको सुरुवात गर्नुभयो। सम्पूर्ण अपलाइन लिडरहरूलाई पनि धन्यवाद दिन चाहन्छु, जसले मार्गदर्शन, हौसला र सदैव समर्थन दिनुभयो। र आजको जुममा सहभागी हुनुभएका सम्पूर्ण साथीहरूलाई पनि तपाईँहरूको उपस्थिति नै मेरो लागि एक प्रेरणा हो र यहाँहरूको उपस्थितिका लागि पनि धन्यवाद दिन चाहन्छु। सपना देख्नु मात्र पर्याप्त हुँदैन, तिनलाई पुरा गर्ने आँट, अभ्यास निरन्तर आवश्यकता छ। र त्यसैले तपाईँ पनि यसलाई एचिभ गर्न सक्नुहुन्छ। हरेक कुरा सम्भव छ। त्यसैले तपाईँले म गर्छु भन्ने कुरा एउटा भावना तय गर्नुहोस्। लेट्स ग्रो टुगेदर, वान टिम, वान गोल। थ्याङ्क यू सो मच। जय गोल्डन नेपाल। थ्याङ्क यू सर। आजको यो सेसनको लागि राष्ट्रलाई विशेष विशेष धन्यवाद दिँदै उपस्थित सम्पूर्ण व्यक्तित्वहरूलाई पनि रात्रिकालीन अभिवादन भन्दै बिदा हुन चाहन्छु। थ्याङ्क यू सो मच।